नमस्ते सबैलाई नमस्कार। यो जापानको टोकियो हो। मेरो आवाज सुन्नुहुन्छ? यदि तपाईँले आवाज सुन्न सक्नुहुन्छ भने हात उठाउनुहोस् त। आजको सेमिनार कुनै दिन जापानमा काम गर्ने सोच बनाउनु भएका महानुभावहरूका लागि आयोजना गरेको सेमिनार हो। म आजको कार्यक्रमको एमसी गर्दैछु। मेरो नाम नरेश बस्नेत हो। धन्यवाद। यहाँ हाम्रो स्टुडियोमा धेरै जापानिज स्टाफहरू पनि हुनुहुन्छ र उहाँहरूलाई एकैचोटि स्वागत गर्न सेनो योरोसिकु ओनेगाइशिमासु। अब हामीसँग सेमिनारमा भाग लिने सबैसँग परिचय गरौँ है त। आज धेरै मानिसहरूको बीच यो सेमिनार आयोजना गर्दैछौँ। क्रमबद्ध रूपमा परिचय गर्नेछौँ। कृपया छोटोमा आफ्नो परिचय दिनुहोला। सबभन्दा पहिला नर्सिङ होममा काम गर्ने विदेशी कर्मचारीको रूपमा होक्काइदोमा काम गर्दै गर्नुहुने हाम्रा साथी हुनुहुन्छ गलान दिपेन्द्रजी। त्यसै गरी एउटै नर्सिङ केयरमा काम गर्नुहुने होक्काइदोका उइमुरा-सान, स्वागत छ तपाईँहरूलाई। गलानजी नमस्ते, म गलान दिपेन्द्र, नेपाली। नमस्ते। उइमुरा-सान, क्यौ योरोसिकु ओनेगाइशिमासु। ओनेगाइशिमासु। सबभन्दा पहिला गलानजीको बारेमा म छोटो विवरण दिनेछु। गलानजी 2016मा जापानमा आउनुभएको हो। निर्दिष्ट सिप 1 अन्तर्गत उहाँ जापानमा हाल काम गर्दै हुनुहुन्छ। जापानी भाषा क्षमता उहाँको N2 लेभल छ। अब गलानजीसँगै काम गर्नुहुने जापानी कर्मचारीको पनि हामी आज अन्तर्वार्ता लिनेछौँ। अवश्य पनि हेर्नुहोला। त्यसै गरी आज नेपालबाट पनि हामीलाई हेरिरहनु भएका छ। आज हामीसँग नेपालको काठमाडौँबाट युनिभर्सल ट्रेनिङ सेन्टर र साथै पोखराका JLCC जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर पनि आबद्ध हुनुहुन्छ। काठमाडौँ, पोखरा JLCC। त्यसो भए आज हामी हाम्रो कार्यक्रम अगाडि बढाउँछौँ है त। कार्यक्रमको परिचय पहिला दिनेछौँ। सबैभन्दा पहिले तपाईँलाई जापानमा काम गर्ने र जापानको जीवनयापनको बारेमा बताउन चाहन्छु। त्यसपछि हामी तपाईँलाई नर्सिङ केयर र विशिष्ट सिपहरूको बारेमा पनि जानकारी गराउनेछौँ। सेमिनारको अन्तमा प्रश्न र उत्तरको पनि समय हुनेछ। कार्यक्रम सुरु गर्नुअघि श्री योशिदाजी जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको तर्फबाट शुभकामना मन्तव्य पनि दिनुहुनेछ। कार्यक्रम सुरु गर्नुअघि श्री योशिदाजीलाई आफ्नो शुभकामना मन्तव्यका लागि अनुरोध गर्दछौँ। 皆さんこんにちは。私は厚生労働省社会援護局福祉基盤課福祉人材確保対策室長の吉田と申します。本日は日本で介護の仕事をしようオンライン説明会にご参加いただき誠にありがとうございます。このセミナーは日本の介護についてその仕事の考え方や内容、日本における介護人材の受け入れの仕組みなど、日本や介護の仕事の興味のある方に対して参考となる情報をお伝えするとともに、日本の介護の魅力について知っていただくため日本政府が行うものです。今日本では多くの高齢者が介護を必要としています。日本は高齢化社会を迎えており、日本の全人口の 30% 近くが65歳以上の高齢者となっています。そしてこの割合は今後さらに高くなることが予想されており、介護職はますます必要となると考えています。このような状況の中で、今年の9月時点で約5万人の外国人介護人材の方々が日本の各地で活躍していただいており、我が国にとって皆様の先輩方は
なくてはならない存在となっています。先輩方は特定技能制度や技能実習制度などの仕組みを活用して入国し活躍いただいています。今回のセミナーでは日本で介護の仕事をするための制度や仕組みについても説明をします。その説明もよく聞いていただき、自分に合った制度を選んでいただきたいと思います。入国後、介護現場で働いている間に日本の国家資格である介護福祉士の試験に合格すれば、長い間日本で働くことが可能となります。介護福祉士になった皆さんの先輩方の中には、介護現場のリーダーとして活躍している方もいらっしゃいます。厚生労働省としては、この介護福祉士の資格試験合格のための学習支援や、普段の生活に困った時に相談ができる体制の整備など、皆さんのサポートを全力で行っています。それから日本の介護現場で活躍している外国人の方がアンバサダーとして日本の介護の仕事や日本語学習等の役に立つ情報を SNS で発信してもらっています。皆さんの先輩になりますので、ぜひご覧になってみてください。本日のセミナーでは、実際に日本の介護の現場で活躍している先輩方も登壇されると聞いております。普段の仕事の様子のほか、日本での生活、日本に来る前に準備しておくべきことなどについてお話ししてくれるそうです。ぜひ参考としていただき、日本で働くことを考えてくれると嬉しいです。今日はよろしくお願いします。धन्यवाद। श्री योशिदाजीबाट कार्यक्रमको हेरेर हुनुभएका मानवहरूलाई आज हामीसँग सामेल हुनुभएकोमा धेरै धेरै धन्यवाद। साथै जापानी नर्सिङको वातावरणको र अवस्थाको बारेमा पनि जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। सेमिनारको सुरुवातमा जापानको बारेमा परिचय दिनेछौँ। आज हामीसँग सँगै दुईजना हुने नै छ। यसमा गालानजीसँग कुरा गर्नेछौँ। सँगै उहाँसँगै काम गर्ने ओइमुराजीसँग पनि हामी दुईजना कुरा गर्नेछौँ। तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ। गालानजी, ओइमुरा-सान, 今日よろしくお願いします。よろしくお願いします。गालानजी, तपाईँलाई केही प्रश्न गर्छु। तपाईँलाई जापानको बारेमा सोध्न चाहन्छु कि तपाईँ जापान आउने निर्णय गर्नुका मुख्य कारण के थियो? जापानको बारेमा बुझ्न चाहेकोले जापान आउनलाई निर्णय गरियो। जापानको बारेमा के बुझ्न चाहनुहुन्थ्यो र? नेपालमा हुँदाखेरि जापानको थुप्रै हल्लाहरू सुनेको थिएँ, अनि साँच्चीकै कस्तो देश रहेछ भनेर बुझ्न चाहेकोले जापान आएको। के हल्ला सुन्नुभएको थियो र नेपालमा आउँदै जापानको बारेमा? धेरै सुनेको थियो, अब जापानमा यस्तो हुन्छ उस्तो हुन्छ अनेक। जस्तै अब धेरै छन्। अब जापानमा त खै के भन्थे न। के होला भन्नुहोस् न। अब जापानमा त अब के भन्थे, रात नै पर्दैन थियो, दिउँसो जस्तै घामै बनाएको छ भन्नेहरू हल्लाहरू सुनिन्थ्यो नि त। हजुर, धन्यवाद। हामी अर्को प्रश्न सोध्छु है तपाईँलाई। हजुर, हुन्छ। गालानजी, अब त्यहाँ काम गरिरहनु भएको छ, बिदाको बेलामा कसरी समयहरू बिताउनुहुन्छ? बिदाको दिन त प्रायः अब रेस्ट नै गरिन्छ, अनि तर अब खानु पनि पर्यो, त्यसको लागि सपिङहरू गइन्छ। कहिलेकाहीँ अब लामो बिदा भयो भने यताउता डुल्न गइन्छ, घुम्नतिर पनि गइन्छ। त्यही आफ्नो खुसीले अब के गर्न मन छ त्यही गरिन्छ। जस्तै कहाँ के घुम्नुहुन्छ, के हेर्नुहुन्छ? अब धेरै टाढा त जान सकिन्न। अब त्यस्तै आफूले कहिलेकाहीँ बस पनि चढिन्छ, कहिलेकाहीँ अब हिँडेर भ्याउने ठाउँहरू यसो पार्क सार्कतिर गइन्छ। त्यस्तै हो। राम्रो लाग्छ तपाईँलाई त्यहाँ घुम्न जानलाई? रमाइलै छ यतातिर। हो, खोला नालाहरू छ। अब नेपाल जस्तै लाग्छ। तपाईँलाई जापानको होक्काइदो चाहिँ नेपाल जस्तै लाग्छ? हजुर। त्यसो भए अर्को प्रश्नतिर लागौँ है त। हस्। तपाईँले जापानको बारेमा एउटा कस्तो खालको तपाईँसँग एउटा अनुभव छ? अनुभव त धेरै राम्रो पनि छन्, अब नराम्रो पनि छन्। अब राम्रै अनुभव छ। राम्रो अनुभव के होला? अब यहाँको मान्छेहरू प्राय
मिलनसार हुन्छन् हजुर अब धेरै अब सहयोगी मनको हुन्छन् आफूलाई केही अप्ठ्यारो पर्यो भने यसो अब सल्लाह गर्न सकिन्छ भनेपछि मिलनसार छन् सहयोगी छन् केही समस्या पऱ्यो भने उहाँहरूले तपाईँलाई चाहिँ सहयोग गर्नुहुन्छ हजुर अनि तपाईँले अहिले जुन ठाउँमा काम गरेर बस्दै हुनुहुन्छ त्यो ठाउँको राम्रो पक्ष बताउनु पऱ्यो भने त्यस्तो केही छ राम्रो पक्ष भनेको अब नेपाल जस्तै लाग्छ एउटा राम्रै पक्ष भइहाल्यो अनि अब काम गर्ने ठाउँबाट पनि नजिकै छ अनि गर्दाखेरि अब यहाँ चाहिँ अब हिउँ पनि अलिक बढी नै पर्छ अब नेपालमा हिउँ देख्न पाइँदैन थियो यहाँ हिउँ देख्न पाइन्छ हजुर अनि अरू त त्यस्तै हो अब सपिङहरू पनि नजिकै गर्न पाइन्छ धेरै टाढा जानु पर्दैन अनि त्यही हो अब के नेचुरल कुराहरू धेरै छ अब खोला नालाहरू अब आफूलाई मन परेको बेला माछा साछा मार्न पनि जान पाइयो फिसिङ रडहरू बोकेर नेपाल जस्तै अब जङ्गल सङ्गल पनि छ अब कहिलेकाहीँ जङ्गली जनावरहरू पनि देखिन्छ त्यस्तै हो त्यो नेपालभन्दा फरक चाहिँ के पाउनुभयो त्यहाँ फरक चाहिँ अब यहाँनिर चाहिँ अलिकति अब रुलहरू एकदम अलिक कडा टाइपको हुन्छ नेपालमा जस्तो जहाँ पाइ त्यहीँबाट रोड क्रसहरू गर्न पाइएन अनि अब नेपालमा जस्तो अब यहाँ खायो जहाँ पायो त्यही धुलो फोर्सहरू गर्न पाइएन अनि अब आफूले फालेको आफैले सफा गर्नु पर्यो त्यो चाहिँ अब अलिकति रुल चाहिँ अलिक कडा नै हुन्छ यहाँनिर चाहिँ नेपालमा त अब जे गर्दा नि हुन्छ खालको छ त्यस्तो चाहिँ छैन यहाँनिर जस्तै रुलहरू धेरै राम्रो भएको भएर जापान सफा छ नि त होइन हजुर 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 त्यस भए तपाईँले यहाँ आइसकेर काम गरिसकेपछि भुल्नै नसक्ने त्यस्ता केही घटनाहरू एपिसोडहरू छन् त छ भने हामीसँग सेयर गर्नुहोस् न अब भुल्नै नसक्ने भन्दा त त्यही अब हो अब कस्तो अब घुम्न जाँदाखेरि रमाइलो भएको पलहरू त्यस्तै त हो नि अब एकचोटि हामी आखान भन्ने ठाउँ घुम्न गएको थिएँ त्यहाँनिर चाहिँ पुरै पोखरी जमेको हुँदो रहेछ अनि 1 मिटर जति चाहिँ पाल पारेर माछा मार्नुपर्ने रहेछ कि अनि त्यहाँ तर अब त्यो पाल साल चाहिँ उनीहरूले पारेर राखिदिएको हुने रहेछ हामीले चाहिँ पैसा तिरेर अनि त्यो मार्नुपर्ने रहेछ त्यही हो भनौँ न अब अहिलेको लागि चाहिँ तर धेरै छन् त्यस्तोहरू राम्रो नराम्रो कुराहरू अब सबै राम्रो पनि हुन्छन् भन्ने छैन नराम्रो पनि हुन्छन् अरू कुनै त्यस्ता त्यो जुन अहिले नेपालबाट यहाँ आउनु खोज्ने साथीभाइहरूलाई पनि सेयर गर्न लागेका कुनै अरू बिर्सन नसक्ने क्षणहरू छन् भनिदिनुहुन्छ कि अब सुरुमा आउँदाखेरि चाहिँ कस्तो हुन्छ भने अब सुरुमा आउँदाखेरि चाहिँ म चाहिँ ओकिनावामा आएको अनि आउँदाखेरि कस्तो त्यो अब हुन्छ नि अब घरबाट पहिलोचोटि टाढा भएको अब 19-20 वर्षको केटो त्यो धेरै तनावले रोएको पनि थियो क्या त्यस्तरी अब त्यस्तो कुरा पनि अलि अवसरी नै भनौँ न त्यस्तो हुन्छ अब होमसिक भएर अनि अलिकति गाह्रो हुँदो रहेछ सुरुमा तर पछि आफै सबै ठिक हुँदै गयो सबभन्दा सुरुमा चाहिँ नि अब समुद्रमा आउनुभयो त्यसपछि फेरि अहिले होक्काइदोमा हुनुहुन्छ जो अहिले चाहिँ त रुनु परे छैन खुसी हुनुहुन्छ होइन त्यो रुनी भन्दाखेरि त्यो त अब अलिकति त्यो सम्झनाले क्या अब भर्खर आएको नेपालमा केही गर्न नपर्ने यहाँ आएर अब काम गर्नु पनि पर्ने अब यता अब उसमा स्टुडेन्ट भिजामा आएको हो नि त अनि अब स्कुल पनि जानुपर्ने गर्दाखेरि त्यो गाह्रो भएर त्यो प्रेसरले रोगो भनौँ न अब अहिले त अब त्यही 8 घन्टा ड्युटी हो त्यहाँ घर गयो पुरै फ्री नै हुन्छ घरतिर फोन गरेँ मुभी सुभी आफूले जे गर्दा नि भयो त्यही भएर अहिले त्यस्तो छैन जस अहिले मेच्योर्ड बनायो तपाईँलाई गाह्रो भएको थियो मेच्योर्ड बनायो अहिले चाहिँ नि हजुर हजुर त्यस भए अब हामी सँगै काम गर्नुहुने अर्का जापानिज स्टाफ पनि हुनुहुन्छ उहाँको बारेमा पनि कुरा सुन्नेछौँ होइन सबभन्दा पहिला म उहाँलाई सोध्ने क्वेसन चाहिँ नेपालीमा भन्छु त्यसपछि चाहिँ नि उहाँले जापानिजमा ट्रान्सलेसन गरेर उहाँले भनेको कुराहरू पनि तपाईँहरूलाई म चाहिँ नि सेयर गर्न जाँदैछु म उहाँलाई क्वेसन के सोध्न जाँदैछु भने के तपाईँले विदेशी स्टाफ सदस्यहरूसँग घुम्न जाने वा किनमेल गर्ने बाहिर जाने या त्यस्ता कुनै समयहरू बिताउनु भएको छ भन्ने क्वेसन गर्दैछु है त ओइमुरा सान इदेस्काはい今外国人の方々と、一緒に仕事されていると思いますが、彼らと時間の過ごし方について聞きたいんですけれども、例えば一緒に遊びに行ったりとか買い物したりとかどういうふうに時間とか過ごすことがとかありますでしょうか。観光船に乗って流氷を見に行きました。流氷。はい。流氷ってどんなことですか。海に漂流している氷を見に行きました。
ちょっとうちの国って海がない国ですから、聞いてる方々にもちょっと説明したいんですけれども、大丈夫でしょうか。はい、お願いはいします。उहाँ चाहिँ नि बिदाको समयमा चाहिँ नि हाम्रो नेपाली दाजुभाइहरूलाई लिएर चाहिँ नि होइन समुद्रमा जापान अब एउटा आइल्यान्ड कन्ट्री हो समुद्रले घेरिएको छ त्यहाँ चाहिँ जाडोमा चाहिँ नि विभिन्न ठाउँहरूबाट चाहिँ नि यो आइसबर्गहरू बगेर आउँछ र त्यो जमेको ठाउँमा चाहिँ नि सँगै अब त्यो बोटहरू चढेर नि जान पाउँछ ठुल्ठुलो जहाजहरू त्यो चाहिँ हेर्नलाई चाहिँ नि उहाँलाई साह्रै नै मनपर्ने रहेछ त्यो कुराहरू चाहिँ नि उहाँले जान्नुहुन्छ मちょっとこれについて深掘ってもよろしいでしょうか。はい。これって地域限定の資源現象でしょうか、それとも日本全国どこでもあるとか、ちょっともうちょっと教えていただければ。いや、地域限定ですね。寒い地方、北海道の網走網走。に来ました。あ、そうですか。偶然なんですが僕も観光地に行ったことありまして、ただ流氷で見たことはないんです。今後ぜひ行きたいんですね。यो चाहिँ नि उहाँले चाहिँ नि होक्काइदोको जुन विभिन्न ठाउँहरूमध्ये आवासिरी भन्ने ठाउँ छ जुन ठाउँमा चाहिँ जाडोको समयमा मात्र यो हिउँहरू हेर्ने पाउन मौका पाइन्छ र यो जापान सबैतिर हुँदैन जुन अहिले गालान्जीले काम गर्नुभएको छ त्यो एरियामा मात्रै हुने भएकोले सबैलाई चाहिँ स्वागत छ है त। धेरै धेरै धन्यवाद। हामीलाई गालान्जी र उइमेराजीले चाहिँ आफ्नो अनुभवहरू सुनाउनु भयो। अब हामी अर्को भागमा जाउँ। गालान सान उइमेर सान अर्को आजको मुख्य विषय हो नर्सिङ केयर कस्तो काम हो भन्ने कुरा पनि बुझाउन चाहन्छु। सर्वप्रथम जापानलाई किन नर्सिङ केयर कर्मचारी चाहिन्छ भन्ने कुरा बुझौँ है त। यो भिडियो हेर्नुस् त। तपाईहरुलाई कस्तो लाग्यो त? अब म नर्सिङ केयर कार्यको बारेमा व्याख्या गर्नेछु है त। मानिसको उमेर बढ्दै जाँदा काम गर्न सक्ने क्षमता कम हुँदै जान्छ। प्रयोगकर्ता आफैले विभिन्न कुराहरू गर्न सक्षम हुन सकुन् भनेर गरिने सहयोग यो नर्सिङ कार्यको मुख्य उद्देश्य हो। अशक्त व्यक्तिहरूलाई सहयोग गर्नु पनि नर्सिङ केयरको मुख्य काममध्ये एक हो। अर्को शब्दमा नर्सिङ केयर कामको अर्थ ज्येष्ठ नागरिक र असक्षम व्यक्तिहरूलाई सजिलो र सुविधाजनक जीवनयापन गराउने काम हो। अब यसपछि ज्येष्ठ नागरिकलाई म प्रयोगकर्ता भनेर सम्बोधन गर्नेछु। नर्सिङ केयरको मुख्य कार्य प्रयोगकर्तालाई खाना खुवाउने, लुगा फेरिदिने, खुवाउने, शौचालय गर्न सहयोग गर्ने, नुहाउन सहयोग गर्ने इत्यादि कार्यहरू पर्दछन्। दैनिक गतिविधिहरू पुनर्स्थापना गर्ने तथा मनोरञ्जन कार्यहरू पनि यस अन्तर्गत पर्दछन्। मनोरञ्जनमा ज्येष्ठ नागरिकहरूसँग गेम पनि खेल्ने जस्ता कार्यहरू हुनेछन्। यसबाहेक नुहाउने, सुत्ने,
शौचालय आदि जस्ता दैनिक जीवनका कार्यहरू पनि यस अन्तर्गत पर्नेछन्। नर्सिङ केयर कस्तो काम हो भन्ने थाहा पाएपछि सामान्यतया एक दिनको दैनिक तालिकाको बारेमा पनि सुनौँ है त। यहाँबाट विदेशी स्टाफहरूले एक दिन सेड्युलको बारेमा जानकारी गराउनुहुनेछ। हामी जालनजीसँग हेर्छौँ है त। जालनजी हामीलाई साथ दिनुहोस् है त। कालनजी बिहानदेखि दिउँसोसम्मको तालिका अब हामीले हेर्ने गर्छौँ। 10 बजे बिहानको सिफ्टको सुरुवात हुन्छ। प्रयोगकर्ताहरूलाई ओछ्यानबाट निस्कन सहयोग गर्ने, शौचालय गर्न सहयोग गर्ने, पानी पिउन सहायता गर्ने, मनोरञ्जनको लागि साथ दिने जस्ता क्रियाकलापहरू हुनेछन्। दिउँसो 2 बजेदेखि काम सुरु हुन्छ। बेलुकाको खाना, मौखिक हेरचाह, सरसफाइ तथा आदि कार्यहरू पर्दछन्। यो विदेशी कर्मचारीको दैनिक तालिका थियो। मैले यसलाई उदाहरणको रूपमा प्रस्तुत मात्र गरेको हुँ। अब हामी गालनजीको कार्यतालिका कस्तो छ हेर्नेछौँ। गालनजी हामीलाई साथ दिनुहुन्छ कि? गालनजीले आफ्नो तालिका बताइसकेपछि हामी अगाडि बढ्छौँ। गालनजी अब यसमा भन्नुपर्दा चाहिँ सिफ्टमा भर पर्छ। हाम्रो चाहिँ यहाँनिर डेमा 6वटा सिफ्ट र राति एउटा सिफ्ट छ। त्यो मध्येमा चाहिँ म बिहान 8 बजेदेखि सिफ्टको चाहिँ तालिका सुनाउँछु। जस्तै 8 बजेदेखि काम छ भने मेरो चाहिँ रुम नजिकै भएकोले 1 घन्टा अघि मात्र उठ्छु। 7 बजे उठ्छु। आफू नुहाइधुवाइ गरेर निस्किँदा ठिक्क अब 7:30 बजे रुमबाट निस्किन्छु। त्यसले गर्दाखेरि यहाँ आइपुग्दा अब 40-45 भएको हुन्छ। गर्दाखेरि टाइम कार्ड आफैले हाल्दाखेरि काममा पुग्दाखेरि 10-15 मिनट अघि नै पुगिन्छ। अनि त्यसपछि बिहानको काम सुरुमा भन्दाखेरि चाहिँ शौचालय सहयोग नै हुन्छ। अनि त्यो शौचालय सहयोग सकिसकेपछि अब प्रयोगकर्तालाई सुताउने काम हुन्छ। अनि उहाँहरूलाई सुताइसकेपछि ब्रेक हुन्छ बिचमा 11 बजेदेखि 12 बजेसम्म। अनि ब्रेक सकेर फर्किँदाखेरि फेरि शौचालय नै सहयोग गर्नुपर्ने हुन्छ, किनभने उनीहरूको डेको खाना सकिसकेको हुन्छ। शौचालय सहयोग सकिसकेपछि चाहिँ हाम्रो नुहाउन सहयोगमा चाहिँ अब हामी लाग्छौँ। अनि नुहाउने पनि सबैको तालिका हुन्छ, कसको जस्तै महिला पुरुष गरेर छुट्याएका हुन्छन्। अनि महिलाको यो दिन, पुरुषको यो दिन भनेर हप्तामा 2 चोटि सबै प्रयोगकर्ताहरू नुहाउँछन्। अनि नुहाउन सहयोग गरिसकेपछि अब 3-4 त बज्छ। त्यसले गर्दा अनि अब माथि आएर हामी कम्प्युटरमा चाहिँ अब कोले नुहाए, कोले नुहाएन त्यो इन्ट्री गरेर त्यसपछि 5 बज्छ। 5 बजिसकेपछि चाहिँ म काम सकिन्छ। काम सकेपछि अनि हिँडेर घर फर्किँदा जस आधा घन्टामा घर पुगिन्छ। अनि त्यहाँबाट त अब आफूले खानासाना पकाउने हो कि नुहाउने हो कि त्यही अनुसार अब कहिले नुहाइन्छ पनि कहिले नुहाइँदैन पनि। अनि खानासाना पकायो, खायो, अब घरतिर फङ्सन गऱ्यो। अब कहिलेकाहीँ अब फेरि होइन आज घुम्न जाउँ भने पनि अब घुम्न पनि गए भयो। अब यहाँ त अब 24 आवर चल्छ अब सबै कुराहरू। हजुर। अनि त्यही भएर अनि त्यही हो प्रायः 10 बजी त 10-11 कहिले 12-1 नै बज्छ मोबाइल सोबाइल चलाउँदा। त्यतिखेर निदाइन्छ। अब भोलिको सिफ्ट अनुसार त्यही अनुसार सुतिन्छ। त्यही हो डेको 8 बजीदेखिको सिफ्ट भयो भने चाहिँ त्यो हुन्छ। अब नाइटको सिफ्ट अनुसार फेरि त्यही अनुसार चलिन्छ। यो चाहिँ अहिलेको लागि त्यति नै। हजुर, धन्यवाद। अब तपाईँले बिहानको सिफ्ट 8 बजीबाट सुरु हुन्छ भन्नुभयो होइन? अनि एक दिनमा कति घन्टाको काम हुन्छ? एक दिनमा टोटल 9 आवर हुन्छ, तर बिचमा 1 घन्टा चाहिँ ब्रेक हुन्छ। काम गर्नुपर्ने चाहिँ 8 आवर हो। गर्दाखेरि 1 घन्टा चाहिँ ब्रेक हो। टोटलमा चाहिँ 9 आवर चाहिँ कम्पनीमा रहनु पर्यो। ए, तपाईँले थाहा पाएदेखि भने हुन्छ होइन? जस्तो अब त्यो काम गर्ने जुन सेन्टरमा हुनुहुन्छ नि, कति वर्षदेखिका कति वर्षसम्मका मान्छेहरूको तपाईँले सेवा गर्नुभएको छ तपाईँलाई थाहा पाएअनुसार? मैले थाहा पाएअनुसार सबभन्दा अलि यङमा चाहिँ 63 वर्षदेखि लिएर अलि एजमा चाहिँ 105 सम्मको छन्। 105 वर्षसम्मको
पनि हुनुहुन्छ। हजुर। कस्तो लाग्छ तपाईँलाई त्यहाँ काम गर्दाखेरि? अब कहिलेकाहीँ त अब यस्तो हुन्छ, अब धेरै किसिमको भएर हुन्छ, अब राम्रै लाग्छ भनौँ न। कहिलेकाहीँ नराम्रो पनि लाग्छ, कहिलेकाहीँ राम्रो, प्राय राम्रो लाग्छ। त्यो खुसी हुनुहुन्छ नि? खुसी नै छु। त्यसपछि अब रातको सिफ्टको तालिका पनि हामी हेरौँ है त। नर्सिङ केयर कार्य रातको तालिका, यसलाई नाइट सिफ्ट भनिन्छ। यसको अर्थ रातदेखि बिहानसम्मको काम गर्नु हो। नर्सिङ होमको आधारमा रातको सिफ्ट हुन पनि वा नहुन पनि सक्छ। यदि तपाईँसँग रातको सिफ्ट छ भने यसको मतलब तपाईँले हरेक दिन रातको काम गर्नुपर्छ भन्ने होइन। दिनको सिफ्टमा दिनमा र रातको सिफ्टमा राति काम गर्ने समय हुनेछ। राति पनि जहाँ तपाईँ प्रयोगकर्ताहरूको हेरचाह गर्नुपर्ने हुनसक्छ। दिउँसो 3 बजे काममा जाने, साँझ राति प्रयोगकर्ताको लागि बेलुका खाना तयार गर्ने, डिनर सहायता गर्ने, शौचालयको सहयोग गर्ने आदि क्रियाकलापहरू पर्छन्। प्रयोगकर्ता निदाएपछिको तालिका पनि हुन्छ, जसमा काम गर्ने समय साँझ 8 बजेदेखि बिहान 7 बजेसम्मको हुनेछ। अब हामी फेरि प्रश्न गर्न जान्छौँ। गालनजी, हजुर। तपाईँ चाहिँ नि रातिको सिफ्टमा कति समय काम गर्नुहुन्छ? हाम्रो यो कम्पनीमा चाहिँ त्यही डेको जति नै 9 आवर हो, अनि 1 आवर चाहिँ ब्रेक हुन्छ। टोटल 8 आवर काम गर्छु। धन्यवाद। त्यसमा राति सिफ्टमा काम गर्दा कुन कुरामा सबैभन्दा बढी ध्यान दिनुपर्छ? राति सिफ्टमा चाहिँ अब सबैजना सुतिरहेका हुन्छन्, अनि अब कस्तो हुन्छ भने कुनै त अब अनि एक आवरमा चाहिँ एक घन्टामा चाहिँ हाम्रो राउन्ड गर्ने चलन हुन्छ। सबै प्रयोगकर्तालाई चेक गर्नुपर्ने हुन्छ। अब मेन कुरा भनेको चाहिँ सास लिएको छ कि छैन भनेर चेक गरिन्छ। अनि अर्को कुरा चाहिँ अब कुनै कुनै प्रयोगकर्ता त अब राति हिँड्ने बानी त्यस्तोहरू हुन्छ, लड्ने, बेडबाट लड्न त्यस्तोहरू अब ध्यान दिनुपर्छ। अब लड्न थालेको छ भने सहयोग गरिदिने, बेडमा पुर्याइदिने। अब मेन भनेको चाहिँ अब त्यही हो, सासहरू चेक गर्ने, सास लिएको छ कि छैन, अनि अरू चाहिँ अब राम्रोसँग निदाएको छ कि छैन, त्यही कुराहरू चेक गर्ने हो। आज हामीले गालनजीलाई चाहिँ एक दिनको सिफ्टको बारेमा सोध्यौँ। गालनजी धन्यवाद। नर्सिङ केयर काम गर्दा भएको आत्मसन्तुष्टिको बारेमा। नर्सिङ केयरमा काम गर्ने विदेशी कर्मचारीलाई परेको छाप वा प्रभावको बारेमा बताउनेछु। तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ, सबैजना खुसी साथ काम गरिरहेका छन्। गालनजीलाई नर्सिङ केयरमा काम गर्ने कर्मचारीलाई नर्सिङ केयर र त्यहाँ सिकेका कुराहरूको बारेमा पनि हामी आज सोध्नेछौँ। अब हामी केही प्रश्नहरू गालनजीलाई फेरि सोध्न अनुरोध गर्दछौँ। गालनजी, फेरि तपाईँले केही प्रश्नहरू सोध्छौँ है त। सर्वप्रथम, नर्सिङ केयरमा काम गर्न पाउँदा तपाईँलाई कुन कुराले खुसी बनाएको छ? अब नर्सिङ केयरमा काम गर्न पाउँदाखेरि चाहिँ अब कस्तो, अब मान्छे भएर मान्छेले अब गर्न नसकेको काम आफूले सहयोग गरेर उहाँहरूले सहयोग गरेर गर्न सक्ने हुनु नै नर्सिङ हामीहरूलाई चाहिँ त्यसैमा चाहिँ आनन्द र खुसी लाग्छ। उहाँहरूले चाहिँ अब धन्यवाद भनेर फिर्ता गर्नुहुन्छ। उहाँहरूले अब कस्तो नर्मल कुरा हुन्छ नि त, जस्तै हामीलाई त्यो कुरा इम्पोर्टेन्टै लागेको हुँदैन, त्यही कुरा उनीहरूले गर्न सकिरहेको हुँदैन। त्यो कुराहरू चाहिँ हामीले सहयोग गर्न पाउँदाखेरि चाहिँ अनि उहाँहरूले चाहिँ एकदम खुसी भएर धन्यवाद गर्दाखेरि चाहिँ मलाई चाहिँ एकदम खुसी लाग्छ। तपाईँलाई चाहिँ नि अरूहरूलाई सहयोग गर्न पाउँदाखेरि र त्यसप्रति उहाँले गरेको चाहिँ नि यो आरिगातो भन्ने जुन एउटा फिलिङ्स छ, त्यसलाई चाहिँ तपाईँले खुसी बनाउँछ। हजुर। त्यस्तो कुनै बिर्सन नसकिने त्यस्तो केही छ र उहाँहरूले तपाईँको सेवा गर्दाखेरि उनीहरूले गरेको कुराहरू? छ, धेरै छ। अब कतिले त अब पैसा पनि दिन्छन् धन्यवाद भनेर, अब त्यस्तो लिन मिलेन। कतिले रुमालहरू चिनो ल्याइदिन्छन्, खानेकुरा ल्याइदिन्छन् घरबाट आउँदाखेरि, यस्तोहरू धेरै हुन्छ। त्यहाँ जुन प्रयोगकर्ताहरूले तपाईँहरूलाई उल्टो चिनो स्वरूप रुमालहरू दिने या गिफ्टहरू पनि दिने गर्छन्? त्यस्तो चाहिँ अब हामीले लिन मिल्दैन, तैपनि दिनेहरू कति छन्, अनि हामीले लिएर चाहिँ यता अफिसमा ल्याएर बुझाइदिन्छ।
अनि त्यस्तो कुराहरू धेरै हुन्छ अब कति त अनि उसले आफ्नो फ्यामिलीलाई भन्छ अनि फ्यामिलीले चाहिँ अनि छुट्टै एउटा बक्समा चक्लेट हालेर त्यस्तो कुराहरू ल्याएर दिन्छन्। त्यस्तो सामानहरू पाउँदा गिफ्टहरू पाउँदा उनीहरूले जुन एउटा भित्र फिलिङ्सहरू व्यक्त गर्दा कस्तो अनुभव हुन्छ तपाईँलाई? त्यस्तो लाग्दा खुसी लाग्छ अब आफूले गरेको। अब हुन त अब नेपालतिर चाहिँ अलिकति अब यो नर्सिङ केयर भनेको अलिक घिनलाग्दो काम यस्तो यस्तो भन्छ, त्यस्तो हुँदैन। अब रियलमा भन्नुपर्दाखेरि चाहिँ आफूले गर्दै गरिसकेपछि अब त्यही खुसी पनि लाग्छ। अब त्यस्तो हुँदैन क्या, अब हामीले सोचेको जस्तो नर्सिङ केयर र साँच्चीकै रियलमा काम गर्दाखेरि नर्सिङ केयर चाहिँ धेरै फरक छ, अन्तर छ। सबै कुरामा सरसफाइ हुन्छ त्यस्तो। अब त्यही हो, अब मान्छेलाई अब त्यही हो, हामीले एउटा मान्छेले अर्को मान्छेलाई सम्हाल्ने काम हो। अब त्यो अब कसरी त हजुरहरूले कसरी लिन्छ र कसरी गर्न चाहनुहुन्छ त्यसमा भर पर्छ। काम गर्दै जाँदाखेरि सबैले काम पनि गर्न सकिन्छ, कसैले गर्न सक्दैन भन्ने हुँदैन। नर्सिङ केयर काम प्रायः सबैले गर्न सक्छन्। अनि अब खुसी लाग्छ पछि आफूले गर्दै गइसकेपछि। बरु अरू काम भन्दा मलाई चाहिँ नर्सिङ, मैले धेरै कामहरू गरेको छु जापान आएर। हजुर, जापान आएर नै 8-9 वर्ष भइसक्यो। बेड मेकिङदेखि लिएर धेरै कामहरू गरेको छु, कम्पनीमा पनि गरेको छु। अनि तर यसमा चाहिँ मलाई चाहिँ अरूमा भन्दा यसमा चाहिँ अलिकति खुसी लाग्छ। सबैभन्दा धेरै कामहरूको अनुभव लिनुभयो, त्यसमध्ये सबभन्दा बढी खुसी लागेको काम चाहिँ यही नै हो? हजुर। अर्को प्रश्न है त, नर्सिङ केयरमा काम गर्दा तपाईँले अलिकति अप्ठ्यारो लागेको त्यस्तो कुनै अनुभवहरू या त्यस्तो कुरो लागेको केही छ? अप्ठ्यारो त अब धेरै कुराहरूमा लाग्छ। अब कस्तो हुन्छ नि, प्रयोगकर्ताहरू अब प्रायः अब यस्तो यो भनेको त उनीहरूको घर होइन नि त। हजुर, अब कस्तो नि, घरबाट अब फ्यामिलीले हेर्न नभ्याउने भएर चाहिँ यहाँ ल्याएर राखेको हुन्छ। तर उनीहरूको चाहिँ अब कस्तो हुन्छ नि, एउटा मेन्टल स्टेट चाहिँ अर्कै ठाउँमा पुगिसकेको हुन्छ। अनि घर फर्किन चाहने मान्छेहरू धेरै हुन्छ, हजुर, जान चाहनेहरू। अनि अब त्यस्तो कुराहरू अब हामीले अब कस्तो भने उनीहरूलाई अब मनाउनु सक्नुपर्छ। त्यो कुराहरूमा चाहिँ धेरै अप्ठ्यारो हुन्छ। कुनै त अब जति मनाए पनि नमान्ने खाले हुन्छ। अब कुनै अब यस्तो हुन्छ नि त, अब ऊ हिँड्न सक्दैन तर उसलाई लाग्छ कि ऊ अझै पनि हिँड्न सक्छु भनेर लाग्छ। अनि हिँड्छ, लड्छ, अनि त्यसले गर्दा घाउचोटहरू हुन्छ। त्यो कुराहरूमा चाहिँ धेरै अप्ठ्यारोहरू हुन्छ। हुन चाहिँ अब सुरुमा अब आउँदाखेरि चाहिँ मेन भनेको चाहिँ सुरुमा काम नजानिन्जेलसम्म यो काम कस्तो होला, कसरी गर्ने होला भन्नेहरू हुन्छ क्या मान्छेहरूलाई। नेपालीमा भन्नुपर्दाखेरि चाहिँ अब दिसा पिसाबहरू गराउनुपर्छ त गाह्रो हुन्छ होला नि भन्ने टाइपको हुन्छ नि त। हजुर, हजुर, त्यस्तो छुनुपर्छ होला हामीले, यस्तो त्यस्तो केही हुँदैन। अब सबै कुराको सेफ्टी नै हुन्छ। तर त्यस्तो हुँदो रहेछ, मलाई पनि त्यस्तो लाग्थ्यो सुरुमा आउँदाखेरि चाहिँ। हजुर, तर त्यही हो, गाह्रो कठिन भनेको चाहिँ अब गरिसकेपछि सबै सजिलो लाग्दै आउँछ। तर अब मेन भनेको चाहिँ अब उनीहरूलाई चाहिँ अब के अरे हुँदैन भन्नलाई चाहिँ अलिकति गाह्रो लाग्छ भनौँ न। प्रयोगकर्ताहरूलाई हुँदैन, घर जान मिल्दैन, यहीँ बस्नुपर्छ भन्ने टाइपको कुरा गर्दाखेरि चाहिँ अलिकति कठिन अप्ठ्यारो लाग्छ भनौँ न। त्यस उहाँहरूको चाहिँ नि एउटा आफ्नो मनोवैज्ञानिक छुट्टै पक्ष हुन्छ, आफ्नो घर जान खोज्ने, घर फर्कन खोज्ने, त्यसलाई चाहिँ तपाईँहरूले राम्रो तरिकाले डिल गरिनु भएको छ? हजुर हजुर, त्यो डिल गराउनलाई चाहिँ अलिक गाह्रो हुन्छ भनौँ न। अनि अब कति कस्तो हुन्छ भने अब अघि पनि भने मैले, अब हिँड्न सक्दैन ऊ, तैपनि उसलाई लाग्छ कि ऊ अझै पनि हिँड्न सक्छु भन्ने लागेर चाहिँ ऊ हिँड्छ अनि लड्छ भन्ने हुन्छ नि त। त्यस्तो केसहरू धेरै हुन्छ क्या यस नर्सिङ केयरमा चाहिँ। हजुर, फेरि अनि अब ऊ शौचालय जान सक्दैन, हामीले सहयोग गर्नुपर्ने हुन्छ। तर पनि ऊ चाहिँ म एक्लै जान्छु, सक्छु भनेर गइदिन्छ। त्यसले गर्दाखेरि चाहिँ अप्ठ्यारो हुन्छ। धन्यवाद। अब अर्को प्रश्न है त, यहाँ काम गरिसकेपछि नर्सिङ केयर कामको बारेमा तपाईँको सोचहरू परिवर्तन भएको छ कि छैन? छ, त्यो त भइहाल्छ नै। सुरुमा अब भन्नु अघि नै भने मैले, अब सुरुमा त यस्तो त यो त घिनलाग्दो काम हो, यस्तो गर्नुपर्छ, अब दिसा पिसाब धुनुपर्छ, हामीले यस्तो यस्तो पुस्नुपर्छ, त्यस्तो थियो। तर पछि अब यहाँ रियलमै काम गरिसकेपछि चाहिँ फरक हुँदो रहेछ। त्यस्तो हुँदैन, त्यस्तो हुँदैन भने गर्नुपर्ने चाहिँ अब साधारण भाषामा भन्नुपर्दा चाहिँ त्यही हो। तर हतियारसँग सबै हुन्छ। अब कस्तो हुन्छ भनौँ, अब हातमा ग्लोभ्स लगाउनेदेखि लिएर अब यहाँनिर एप्रोन सबै हुन्छ। एप्रोन लगाउनेदेखि लिएर अब कस्तो खालको ग्लोभ्स लगाउने, हात पुरै खालको ग्लोभ्स लगाउने कि त्यही अनुसार अब कसरी सबै हुन्छ भनौँ न। त्यो अब त्यो पुस्ने कुरा पनि अब उनीहरूको छुट्टै हुन्छ, त्यही अनुसारको। अब प्रायः अब सबै मान्छे त त्यस्तो गर्नुपर्छ भन्ने हुँदैन नि त। कोही सबै मान्छे उठ्न पनि सक्ने हुन्छ, मजाले उठेर आफै गर्ने, सिर्फ हामीले चाहिँ हेरिदिने मात्र पर्ने हुन्छ।
अनि हेरेर अब लड्छ कि लड्दैन भनेर हेरिदिने मात्र पनि हुन्छ। कुनैलाई चाहिँ अब कुनै चाहिँ अब त्यो हात खुट्टै नचल्ने मान्छेहरूको त अब त्यही प्याड स्याड चेन्ज गरिदिनु पर्ने हो। त्यो भनेको नर्मल्ली सजिलै हुन्छ भनौँ न, बेडमै भइ गर्ने हो। अनि त्यस्तो त्यहाँ चाहिँ कस्तो हुन्छ भने साधारण कस्तो अब त्यो एक्लैले सबै गर्नुपर्छ भन्ने हुँदैन कि। कस्तो हुन्छ नि, कुनै त अब त्यो सक्दै नसक्ने प्रयोगकर्तालाई चाहिँ अब 2-3 जना मिलेर गरिन्छ क्या अब गाह्रो साह्रो कामहरू। अनि त्यसले गर्दाखेरि सुरुमा चाहिँ कस्तो लाग्थ्यो भने मलाई चाहिँ यो चाहिँ घिनलाग्दो काम हो, यो त गरिन्न होला, सकिन्न होला भन्ने जस्तो फिलिङ आउँथ्यो। यस्तो काम त कसरी गर्छ होला भन्ने जस्तो लाग्थ्यो। यहाँ अब रियलमै काम गरिसकेपछि चाहिँ धेरै कुराहरू थाहा भए। अनि अब उनीहरूसँग प्रयोगकर्ताहरूसँग अब सेकेन्ड वर्ल्ड वार देखेको मान्छेहरूसँग हामीले कम्युनिकेसन गर्न पाउँदाखेरि चाहिँ उनीहरूले अब यस्तो दुःख खपेको त्यस्तो कुराहरू सुन्न पाउँछ। त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ अलिकति सोच चाहिँ परिवर्तन भएको छ। ए कति वर्ष भयो तपाईँले त्यो काम गर्न थाल्नुभयो? मैले अब यो वर्षमा 3 वर्ष पुरा हुन्छ। 3 वर्ष पुरा काम गर्नुभयो है। भनेपछि दोस्रो विश्वयुद्ध लडेका मान्छेहरूसँग गफ सुनिरहनु भएको छ। हजुर, अब सुन्नै पर्यो। खुसी हुनुहुन्छ नि? अँ, खुसी हुनुहुन्छ? एकदम। हजुर धन्यवाद है त। अर्को प्रश्न, नर्सिङ केयर जुन तपाईँले सुरु गर्नु अघि र अहिलेको तुलना गर्दा नि तपाईँको एउटा व्यक्तित्व पर्सनालिटीमा डेभलप भएको अनुभव गर्नुभएको छ? नै भनौँ। अब त्यस्तो धेरै त होइन। अब मेन त अब त्यही कामकै पनि अब पहिला यस्तो घिनलाग्ने काम जस्तो लाग्थ्यो, अहिले अब त्यस्तो लाग्दैन। अरू कुरा चाहिँ अब आफू जतिसुकै अब हुन त यहाँ हामीसँगै अब ऊहरू पनि छन् त, मेयर सेयर जस्तो मान्छेहरू पनि बुढो लागेपछि यहाँ आएर बसेको छन् कि। अब अनि कस्तो लाग्छ भने ऊ जति नै दुःख गरे पनि लास्टमा आउने त यस्तैमै रहेछ नि भन्ने जस्तो फिलिङ पनि आउँछ कि। लास्टमा त हुने त हामी पनि भरे लास्टमा गएर त यिनीहरू जस्तै हुने हो भन्ने टाइपको एउटा फिलिङ पनि आउँछ भित्रबाट। त्यो कुराहरूमा चाहिँ अलिकति व्यक्तिगत हिसाबमा चाहिँ अलिकति चेन्ज आएको हो कि जस्तो लाग्छ भनौँ न। जस्तो त्यहाँ अब गरिब धनी भन्दा पनि जहाँ मेयरदेखि लिएर त्यहाँ ठुल्ठुला पोजिसन प्राप्त गरेका मान्छे आउने ठाउँ त्यही नै भएको भएर त्यो खालको एउटा साइकोलोजिकल तपाईँको भित्र एउटा चाहिँ नि एउटा सोचमा परिवर्तन आएको भन्ने कुरा। जति नै पैसा कमायो भने लास्टमा त हामी पनि बुढेसकालले छुँदो रहेछ। जसरी नै हामी पनि यस्तै नै हुने होला नि, चल्न नसक्ने, टोइलेट पनि जान नसक्ने, त्यस्तो किसिमको एउटा चाहिँ सोच चाहिँ आउँदो रहेछ। ए जस्तो खुसी हुनुहुन्छ तपाईँ यो आफ्नो स्किल डेभलप भएकोमा? खुसी नै छु भनौँ न। हजुर। नर्सिङ केयरको काम गर्दा तपाईँलाई साँच्चै खुसी लागेको अनुभव हुन्छ? हाम्रा जापानी कर्मचारीहरूले पनि तपाईँसँग काम गर्न पाउँदा खुसी हुनुहुन्छ? हामीले जापानी कर्मचारीलाई पनि विदेशी कर्मचारीहरूको बारेमा सोद्धा प्रयोगकर्ताहरूलाई खुसी राख्ने साथै डेमेन्सिया भएका व्यक्तिहरूले अङ्ग्रेजीमा कुराकानी गर्ने प्रयास गर्ने, यसले मस्तिष्कलाई सक्रिय बनाउन मद्दत गर्ने जस्ता कुराहरू बताउनु भयो। धेरै सकारात्मक विचारहरू राख्ने जापानीले तपाईँबाट धेरै आशा राखेका छन्। तपाईँसँग भविष्यमा काम गर्ने एउटा आशा गरेर बसिरहनु भएका छ। अब म उएमुराजी सँगै काम गर्ने उमेरजीबाट कुराहरू सुन्छु है त। उएमुरा-सान, はい、よろしくお願いします。お願いします。 अब म उएमुराजीलाई केही प्रश्नहरू सोध्छु। पहिला म नेपाली भाषामा प्रश्न सोध्छु, त्यो जुन तपाईँलाई बुझ्नको लागि, अनि त्यसपछि त्यही प्रश्नलाई म नेपाली जापानिजमा ट्रान्सलेट गर्छु र त्यसपछि उहाँले भनेको कुरालाई फेरि म नेपाली भाषामा अनुवाद गर्ने प्रयास गर्छु है त। म प्रश्न यो छ कि विदेशी कर्मचारीहरूसँग काम गर्दा सबैभन्दा राम्रो लागेको कुरा के हो भने म प्रश्न उहाँलाई गर्न सोध्न गइरहेको छु। उएमुरा-सान, 外国人、と一緒に働いてよかったことは何でしょうか？日本語能力が高くて、言葉の壁を感じることなく一緒に勤務することができています。 उहाँ भन्नुहुन्छ कि जस्तै नेपाली भए पनि उहाँलाई भाषाको कुनै समस्या छैन। भाषाको जुन एउटा भित्तालाई चाहिँ नि होइन चिरेर सँगै काम गरेर जापानिजहरूसँग सँगै काम गरिरहनु भएको छ। त्यो देखेर चाहिँ नि उहाँलाई चाहिँ साह्रै नै रमाइलो लागिरहेछ। आरिगातो गोजाइमास। म त चुकिनु सिचुमोनी अर्को प्रश्न सोध्न जाँदैछु। तपाईँ विदेशी कर्मचारीहरूसँग कसरी कुराकानी गर्नुहुन्छ भनेपछि विदेशसँग कुराकानी गर्दा कसरी गर्ने के गर्ने भन्ने बारेमा प्रश्न गर्न गइरहेको छु। उएमुरा-सान, はい、外国人と、コミュニケーションの取り方とかなんかどういうふうにやっていますでしょうか？自分の意見をしっかりと伝えてくれるので、
話をするときは、こちらも理由などを説明し、理解を得られるよう丁寧に話すよう心がけています。 उहाँ भन्नुहुन्छ कि अब सँगै काम गर्नेको भाषाको लेभल अलि माथि छ, त्यही भएको भएर उनीहरूले सबै कुराहरू कुनै भाषामासँग सम्बन्धित समस्याहरू नभएकोले गर्दा जापानिजहरूले पनि नेपालीहरू जस्ता स्टाफसँग कुराकानी गर्दाखेरि चाहिँ नि एकदमै विचार गरेर ध्यानपूर्वक एकदमै राम्रो तरिकाले चाहिँ नि कुराकानी गरिरहनु भएको छ भने उहाँले भनिरहनु भएको छ र कुरा गर्दाखेरि चाहिँ नि उहाँलाई कुनै समस्या छैन। म अर्को प्रश्न सोध्न गइरहेछु। विदेशी कर्मचारीहरूसँग दैनिक कामको क्रममा भएको कुनै पनि यादगार अनुभवहरू छन् बताउनुहोस् भनेर म उहाँलाई सोध्न जाँदैछु। उइमुरे-सान, はい。外国人の方々と働いて印象に残っていることが何かありますでしょうか？話好きな方なので、他の外国人スタッフへも積極的に話しかけてくれていて、いい雰囲気を作っているので、こちらも助かっています。よそれはネパール人とかは話し好きという意味でしょうか？はい。はい。उहाँ भन्नुहुन्छ कि जस्तो अब नेपालीहरू चाहिँ बोल्नलाई धेरै नै अब एकदम बोलाया हुन्छ नि त होइन, बोलाया भएकोले गर्दा चाहिँ नि होइन, गालान्जी जस्ता मान्छेहरूसँग कुराकानी गर्दा अब कहिलेकाहीँ चाहिँ अरूसँग पनि कुराकानी गर्दा उहाँहरूको भाषालाई नै प्रयोग युज गरेर चाहिँ नि विभिन्न कम्युनिकेसनहरू गरिनु भएको छ भनेर उहाँको चाहिँ नि एन्सर थियो है त। अर्को प्रश्न म सोध्न गइरहेछु। नर्सिङ सुविधा प्रयोगकर्ताहरूबाट तपाईँ कस्ता प्रकारका आवाज र प्रतिक्रियाहरू पाउनुहुन्छ? Oimura-san, はい。一緒に働いている方々の利用して、実際に利用者からどのような反応とか受けていますでしょうか？特に否定的な意見はなくて、名前を覚えてくれていて、指名してくれる利用者さんもいるぐらい、職場に馴染んでいただけていると思います。ありがとうございます。उहाँ भन्नुहुन्छ कि जस्तो अब उहाँ सँगै काम गर्ने कर्मचारीहरूले विदेशी कर्मचारीहरूले काम गर्दा गर्दा उहाँहरूको कामहरू हेरेर होइन उहाँहरूको नामबाट बोलाउने, त्यहाँ अब प्रयोगकर्ताहरूले चाहिँ नामबाट बोलाउने, त्यतिसम्म चाहिँ नि त्यहीँको भित्र काममा छिरेर भित्र दिलबाट काम गर्ने खालको एउटा वातावरण बनिरहेको छ भन्ने खालको उहाँको चाहिँ नि उत्तर थियो। हामीले जापानी नर्सिङ स्टाफलाई कामको बारेमा प्रश्न सोध्यौँ। अब सेमिनारको अर्को भागमा जाउँ है त। यसपछि हामी अगाडि बढ्छौँ। उइमुरा-सान, गालान-सान, आरिगातो गोजाइमास्ता। जापानमा नर्सिङ केयरमा काम गर्न हामी निश्चित सिप प्रणाली प्राप्त गर्नुहोस्। यहाँबाट निर्दिष्ट सिप प्रणालीको व्याख्या गर्नेछौँ। सर्वप्रथम मलाई जापानमा आउने र काम गर्ने प्रणाली कस्तो छ भन्ने म परिचय गर्छु। प्राविधिक तालिम, अध्ययन जस्ता कुराहरू छन्। आज निर्दिष्ट सिपको बारेमा बताउने छु। अब म तपाईलाई निर्दिष्ट सिप प्रणालीको परिचय गराउने छु। जापान सरकारले जापानमा आएर काम गर्न सक्ने निर्दिष्ट सिप नामको प्रणाली बनाएको छ। निर्दिष्ट सिप यो एउटा यस्तो प्रणाली हो जस अन्तर्गत जापान आउन र काम गर्न सजिलो हुन्छ। जापानमा काम गर्न योग्यताहरूको रूपमा निर्दिष्ट सिपहरूको अतिरिक्त प्राविधिक प्रशिक्षण भनिने प्रणाली पनि छ। यसमा पहिले जापान आउन र त्यहाँ सिक्दै काम गर्न पनि मिल्छ। यो प्रणाली निर्दिष्ट सिप प्रणाली पहिले तपाईँ आफ्नो देशमा सिप सिकेपछि र त्यसपछि जापानमा आएर काम गर्न मिल्ने प्रणाली हो। दुवै प्रणालीहरूमा विभिन्न प्रकारका सपोर्ट प्राप्त गर्न सक्नुहुनेछ। प्राविधिक परीक्षण योग्यताहरू प्राप्त गरेपछि निश्चित अवधिपछि निर्दिष्ट सिपहरूमा परिवर्तन पनि गर्न सम्भव छ। प्राविधिक प्रशिक्षण प्रणालीको मुख्य उद्देश्य भनेको जापानमा हासिल गरेको ज्ञान र सिपलाई आफ्नो देशमा फिर्ता लगेर त्यहाँ प्रयोगमा ल्याउनु हो। प्राविधिक प्रशिक्षण प्रणालीलाई हाल जापानमा विज्ञहरूको प्यानलले नयाँ प्रणालीको रूपमा विकास गरिरहेका छन्।
निर्दिष्ट सिपहरू प्राप्त गर्न कुनै शैक्षिक पृष्ठभूमिको आवश्यकता पर्दैन। जापानी भाषा परीक्षा वा नर्सिङ केयर सिप परीक्षा उत्तीर्ण भए जो कोहीले आवेदन दिन सक्छन्। यद्यपि तपाईँ यसका लागि 18 वर्षभन्दा माथिको उमेरको हुनुपर्छ। तलबको सम्बन्धमा जापानी सरकारले विदेशीलाई जापानी कामदार सरह तलब दिनुपर्ने बनाएको छ। उदाहरणको लागि एक नयाँ हेरचाह गर्ने कार्यकर्ता ए जसले उसको मासिक आय 1,50,000 जापानिज ऐन हुनेछ। तलब कार्यस्थलको आधारमा भिन्न हुन्छ। त्यसैले काम सुरु गर्नुअघि कार्यस्थलका बारेमा राम्ररी बुझ्नु महत्त्वपूर्ण हुनेछ। यो 2021 मा निर्दिष्ट सिप प्रणाली अन्तर्गत हेरचाहकर्ताहरूले उनीहरूको तलबको बारेमा गरेको एक सर्वेक्षण तथ्याङ्क हो। मासिक तलबको सन्दर्भमा 1,50,000 जापानिज ऐनदेखि 2 लाख ऐन लगभग 48%ले त्यो भनेका थिए। त्यस्तै लगभग 20% उत्तरदाताहरूले 2 लाख ऐन वा त्योभन्दा बढी तलब कमाउँछु भनेर उत्तर दिनुभएको थियो। ग्रामीण क्षेत्रको तुलनामा सहरमा तलब बढी हुनु आवश्यक छ। यो किनभने ग्रामीण क्षेत्रमा बसोबासभन्दा सहरमा बस्नको लागि धेरै खर्च हुन्छ। तपाईँ ग्रामीण क्षेत्रमा नर्सिङ होममा काम गर्नुहुन्छ भने तपाईँले धेरै पैसा पठाउन सक्षम पनि हुनुहुन्छ। सहरी क्षेत्रहरूमा भाडा विशेष गरी उच्च छ। त्यसैले काम गर्नको लागि नर्सिङ हेरचाह सुविधा छनौट गर्दा तलबलाई मात्र नहेर्नुहोस्, आवास लागत सहित जीवनयापनको लागि के कति लागतहरू लाग्छन् ती कुराहरूमा पनि ध्यान दिनुहोला। यदि तपाईँ निर्दिष्ट सिप प्रणाली अन्तर्गत जापान आउनु भएको छ भने निर्दिष्ट सिप प्रणाली अन्तर्गतको अन्य ठाउँमा काम परिवर्तन पनि गर्न सक्नुहुनेछ। तपाईहरूको लागि निर्धारित आवश्यक सहयोगहरूको पनि यहाँ व्यवस्था गरेका छौँ। जापानमा काम गर्दा हामी आवास सुरक्षित गर्ने, दैनिक जीवनको लागि आवश्यक सहयोगहरू गर्ने जस्ता विभिन्न सहयोगहरू प्रदान गर्नेछौँ। हामीले गर्ने सहयोगहरूको बारेमा पनि अब हामी वर्णन गर्नेछौँ। जापानमा काम गर्न सकिने अवधि भनेको जम्मा 5 वर्षको हुनेछ। यद्यपि यदि तपाईँले 5 वर्षभित्र प्रमाणित हेरचाह कार्यकर्ताको रूपमा राष्ट्रिय प्रमाणीकरण प्राप्त गर्नुभयो भने तपाईँले आफ्नो निवास स्थिति नर्सिङ केयरमा परिवर्तन गर्न सक्नुहुन्छ र जापानमा काम गर्न सक्नुहुन्छ। तपाईँका सिनियर जो अहिले नै केयर वर्करहरू बनेका छन् यस क्षेत्रमा उहाँहरूले अहिले लिडरको रूपमा काम गरिरहनु भएका छन्। तर दुर्भाग्यवश यसमा तपाईहरूले परिवारका सदस्यहरूलाई ल्याउन भने मिल्दैन। तपाईँले निर्दिष्ट सिपका विशेषताहरू बुझ्नुभयो। अब निर्दिष्ट सिप प्राप्त गर्नका लागि आवश्यक कदमहरूको बारेमा पनि हामी छोटकरीमा व्याख्या गर्नेछौँ। पहिले जापानी भाषा र नर्सिङ केयरको बारेमा अध्ययन गर्ने। अध्ययनपछि अर्को चरण परीक्षा दिनु हो। जापानिज भाषा परीक्षा, नर्सिङ केयर जापानी भाषा मूल्याङ्कन परीक्षण, नर्सिङ केयर सिप मूल्याङ्कन परीक्षा। तपाईँ निम्न 3 मापदण्डहरू पास गर्नुपर्ने हुन्छ। यदि तपाईँले परीक्षा पास गर्नुभयो भने जापानमा नर्सिङ होम खोज्न सम्पर्क गर्नुपर्ने हुन्छ। सम्पर्क गरी अन्तर्वार्ता दिने मौका दिइयो भने अन्तर्वार्ता दिनुपर्ने हुन्छ। यदि तपाईँले अन्तर्वार्ता पास गर्नुभयो भने सम्बन्धित संस्थाबाट जापानमा बसोबासको स्थितिको लागि आवेदन दिने र जापान आउने तयारी गर्नुपर्ने हुन्छ। तपाईँ जापान आउन सक्नुहुन्छ र नर्सिङ केयरको रूपमा
काम गर्न सक्नुहुन्छ। तपाईँ जापान आउने निर्णय गरेपछि पनि तपाईलाई विभिन्न चिन्ताहरू हुन सक्छन्, तर चिन्ता नलिनुहोस्। जापानी संस्कृति सहयोग संस्थाहरूले तपाईलाई सहयोग गर्नेछन्। पहिले प्रशिक्षणको बारेमा। अहिलेसम्म हामीले नर्सिङ केयरको कामको बारेमा बयान गऱ्यौँ, तर तपाईले पहिले कहिले अनुभव नगरेको नर्सिङ केयर बारेमा अब चिन्तित हुन सक्नुहुनेछ। तसर्थ हामी आशा गर्छौँ कि सबैले चाँडै नर्सिङ हेरचाहको काममा अभ्यस्त हुन विभिन्न प्रकारका तालिमहरू सञ्चालन गर्नेछौँ। केही नर्सिङ होमहरूले जापानी भाषा पनि सिकाउनेछन्। प्रशिक्षणमा तपाईले नर्सिङ हेरचाह र प्रविधिहरूको बारेमा जान्न सक्नुहुन्छ। नर्सिङ हेरचाहको बारेमा सिक्नुको साथै तपाईले जापानी शिष्टाचारको बारेमा पनि सिक्नुहुनेछ। नर्सिङ केयरमा काम गर्ने सिनियरहरूसँग कुरा गर्दा लिडरहरू दयालु हुन्छन्, सधैँ उत्सुकतापूर्वक काम सिकाउनुहुन्छ, सिनियर कर्मचारीहरूले धेरै ख्याल राख्नुहुन्छ, सिनियर सदस्यहरूले मद्दत गर्नुहुन्छ, आदि आदि। जापानीहरू सेवामूलक काम रुचाउने गर्छन्, नरम स्वभावका हुन्छन्। पहिले नर्सिङ केयर काम नजानेको भए पनि कुनै समस्या हुँदैन, चिन्ता नलिनुहोस्। अरू पनि विभिन्न प्रकारका सहयोगहरू उपलब्ध हुनेछन्। विशेष गरी जापानी नर्सिङ होमले तपाईको लागि सहयोग गर्नेछन्। नर्सिङ होमको कामको विवरण सोध्न सक्नुहुन्छ। जब तपाईँ जापान आउनुहुन्छ, नर्सिङ केयर होमले तपाईलाई एयरपोर्टसम्म लिन आउने र घरसम्म पुर्याउने पनि व्यवस्था गर्नेछ। बस्नको लागि घर खोज्न, बैंक खाता खोल्न, मोबाइल फोन लिन, बिजुली र ग्यास सम्झौताहरू गर्नका लागि पनि मद्दत गर्नेछन्। तपाईलाई जापानको नियम र व्यवहार सिकाउनेछन्। बस र रेलहरू कसरी चढ्ने भने चढ्ने तरिका पनि सिकाउनेछन्। वडा अफिसको काम र वडा करहरूको बारेमा पनि सबै प्रक्रियाहरू सिकाउनेछन्। नर्सिङ होमका मानिसहरूले तपाईलाई जापानी भाषा सिक्ने स्कुल वा ठाउँहरू पनि देखाउनेछन्। यदि तपाईलाई कुनै समस्या छ भने तपाईले आफ्नो भाषामा सल्लाह लिन पनि सक्नुहुनेछ। नर्सिङ होमका मानिसहरूले तपाईलाई नजिकैका जापानिज मानिसहरूसँग कुराकानी गर्ने मौका पनि मिलाइदिने गर्छन्। कुनै परिस्थितिको कारणले रोजगार सम्झौता रद्द भए पनि नर्सिङ होमले तपाईलाई अर्को काम खोज्नका लागि मद्दत गर्नेछ। काममा समस्या छ भने तपाईले लिडरसँग पनि परामर्श लिन सक्नुहुनेछ। अब हामी निर्दिष्ट सिप प्रणालीको सारांशतिर लागौँ। 18 वर्षभन्दा माथिको कोही पनि योग्य हुन सक्छ। तलब जापानिज मानिसहरूको भन्दा बराबर वा बढी पनि हुन सक्छ। यदि तपाईसँग विशिष्ट सिपहरू छन् भने तपाईले काम परिवर्तन गर्न पनि सक्नुहुन्छ। जापानमा काम गर्नको लागि सहयोगहरू पनि पाउनुहुनेछ। परिवारसँग जापान आउन त मिल्दैन, तर बसाइ अवधि कुल 5 वर्षको हुनेछ। 3वटा परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। जापानमा काम गर्ने तयारी गर्न त्यति सजिलो छैन, तर हामी तपाईलाई जापानमा काम गर्न सहयोग गर्नेछौँ। हामीले जापान आउने
प्रणालीको बारेमा सोध्यौँ। त्यसै गरी जापानिज भाषा र नर्सिङ केयरको अध्ययनको बारेमा सोध्नेछौँ। निर्दिष्ट सिप प्रणाली अन्तर्गत निवासको स्थिति प्राप्त गर्नको लागि तपाईँले 3वटा परीक्षा पास गर्नुपर्ने हुन्छ। ती हुन् जापानी भाषा परीक्षा, नर्सिङ केयर र जापानिज भाषा मूल्याङ्कन परीक्षा अनि नर्सिङ केयर सिप मूल्याङ्कन परीक्षा। सबैभन्दा लोकप्रिय जापानी भाषा परीक्षा भनेको JLPT जापानी भाषा प्रवीणता परीक्षण हो। JLPT को N1 देखि N5 सम्म 5 स्तरका छन्, जसमा N1 सबैभन्दा गाह्रो छ। जापानमा बसोबास गर्नको लागि आवश्यक जापानी स्तर भनेको लगभग N4 हो। N3 स्तरमा जापानी मानिसहरूले काममा बोलेको कुराहरू बुझ्नका लागि सक्छन्। नेसनल नर्सिङ केयर वर्कर परीक्षाको अध्ययन गर्नको लागि N2 स्तर हुन आवश्यक छ। प्रत्येक लेभल पुग्नका लागि आवश्यक समय व्यक्ति र तिनीहरूको दैनिक अध्ययन समयअनुसार फरक हुन्छ। तर यदि तपाईँले अहिले भाषा बुझ्नु भएको छैन भने पनि यदि तपाईँले हरेक दिन अध्ययन गर्नुभयो भने आधा वर्षदेखि 1 वर्षभन्दा कमको अवधिमै तपाईँले N4 स्तरमा पुग्न सक्नुहुन्छ। जापानी भाषा परीक्षा JLPT N4 स्तर आवश्यक छ र यदि तपाईँले JLPT N4 प्राप्त गर्नुभयो भने तपाईँलाई निर्दिष्ट सिप जापानी भाषा परीक्षा छुट दिइनेछ। जापानिज भाषा र नर्सिङ केयर पढ्न चाहनेहरूका लागि वेबसाइटहरू पनि हेर्नुहोला। वेबसाइटमा परीक्षा तालिका र परीक्षामा सोधिने प्रश्नहरू हेर्न सक्नुहुनेछ। अध्ययन पाठ र नमुना प्रश्नहरू वेबसाइटमा उपलब्ध छन्, त्यसैले कृपया वेबसाइट हेर्नुहोला। थप रूपमा त्यहाँ प्रोमोट्रिक नामक कम्पनीको वेबसाइट छ जसमा परीक्षा जानकारीहरू सङ्कलन राखिएका छन्। त्यसैगरी नर्सिङ हेरचाह कार्यको बारेमा जान्नको लागि निःशुल्क पाठ्य पुस्तकहरू पनि वितरण गर्दैछौँ, त्यसैले कृपया तिनीहरूलाई पनि डाउनलोड गर्नुहोला। जापानी भाषा सिकाउने वेबसाइट URL पछि वितरण गरिनेछ। नर्सिङ केयरमा प्रयोग हुने शब्दावली तयार गरेका छौँ। परीक्षा र अध्ययन विधिबारे तपाईँको सिनियर गालानजीसँग पनि हामी केही कुरा सिकौँ है त। गालानजी, भनिदिनुहुन्छ कि गालानजी तपाईँलाई जापानिज भाषा पढ्दा के कठिन गाह्रो लाग्छ, साथै ती कठिनाइहरू पार गर्न तपाईँले के कस्ता प्रकारका मेहनत गर्नुभयो भनिदिनुहुन्छ कि गालानजी? हुन्छ। म चाहिँ पहिला स्टुडेन्ट भिजामै आएको हो जापानिज स्कुलमा। अनि मलाई चाहिँ खान्जीहरू एकदम गाह्रो लाग्थ्यो। अनि यो चाहिँ निहोङ्गो चाहिँ यसरी प्र्याक्टिस गरेर चाहिँ पढ्ने गर्थ्यौँ। हजुर, देख्नु भइरहेछ? हजुर देखिया छ। यसरी चाहिँ रेन्स्यु ट्रेन गरेर सधैँ गरेर चाहिँ अहिले चाहिँ अलि जानियो भनौँ न। त्यो रेन्स्यु भनेर तपाईँले प्र्याक्टिस गरी त भन्नुभयो, त्यो प्र्याक्टिस गर्दाखेरि जस्तो अब अहिले नेपालबाट पनि हेरिरहनु भएका छन् त होइन, उहाँहरूलाई चाहिँ कस्तो तरिकाले प्र्याक्टिस गर्दा अझ चाँडै सम्झिन सक्छ भनेर तपाईँ कुनै हिन्ट्सहरू दिनुहुन्छ कि आइडियाहरू? अब मलाई चाहिँ खान्जी चाहिँ एकदम गाह्रो लाग्थ्यो, त्यही खान्जीको नै प्र्याक्टिस गरेको हो। खान्जी चाहिँ सकेसम्म आफूले लेखेर हेरेर भन्दा पनि लेखेर चाहिँ प्र्याक्टिस गर्नुभयो भने चाहिँ छिटो सकिन्छ, बुझ्न सकिन्छ। अब लेखिरहने मात्र होइन कि लेख्दै अब यो भने चाहिँ यो हो, यो लेख्ने, यो एउटा वर्ड लेख्ने, जस्तै एउटा चराको तोरीको खान्जी लेख्ने, अनि यो चाहिँ तोरी हो है भन्ने हिसाबले चाहिँ माइन्डमा सेटअप गर्नुभयो भने चाहिँ छिटै बुझ्न सकिन्छ।
ए भन्नु खोजेको तपाईँले चाहिँ नि खान्जी हेर्ने मात्र या पढ्ने मात्रै नभइकन एउटा कुनै अर्थपूर्ण तरिकाले खान्जीहरूको प्र्याक्टिस गऱ्यो भने सम्झाउन सजिलो हुन्छ भनेर भन्नु खोज्नुभएको। हजुर हजुर। अनि साथै तपाईँले यो नर्सिङ केयरको बारेमा पनि धेरै अध्ययनहरू गर्नुभएको रहेछ होइन? तपाईँले के कस्तो प्रकारले नर्सिङ केयरको बारेमा अध्ययन गर्नुहुन्छ त्यो नि भनिदिनुहुन्छ कि? नर्सिङ केयर चाहिँ अब पहिला चाहिँ मैले अब हजुरले अघि देखाएकै बुकबाट पढेको हो। अनि पछि चाहिँ अब यस्तो तरिकाले पनि हामीले यो बुकबाट पनि यसरी चाहिँ सिकियो, देख्नु भइरहेछ। हजुर हजुर। ए काम गर्ने जुन ठाउँमा जे कामहरू गर्ने त्यसकै किताब बनेको छ? हजुर हजुर, यस्तो तरिकाले पनि सिकियो। तर सुरुमा चाहिँ जुन अघि तपाईँले अघि प्रोमेटिकबाट बुक फ्रीमा वितरण गर्नुभएको थियो नि, हजुर हजुर। हो त्यही बुकबाट नै मैले चाहिँ यो पढेको थिएँ सुरुमा चाहिँ। हजुर। तपाईँले चाहिँ नि पढ्दाखेरि होइन कहाँ छौ तपाईँले चाहिँ नि कुन अब अघि नै तपाईँले चाहिँ लेखेर एउटा अर्थपूर्ण तरिकाले खान्जीहरू पढेको हेरेर मलाई सजिलो भयो त भन्नुभयो होइन? जस्तो तपाईँ त जापानमा अब ओकिनावा बस्नुभयो, अघि नै भन्नु त यहाँ बस्नुभयो, फेरि होक्काइदो भन्नु, तपाईँको त जापानको अनुभव पनि लामो छ नि त होइन? अब यहाँ काम गर्न जो जापानमा केयर गिभरकोमा आउँदैछन् नेपालबाट, उनीहरूलाई चाहिँ अब सर्ट टर्म हुन्छ, थोरै समय हुन्छ, त्यो थोरै समयमा उहाँहरूले चाहिँ कसरी सम्झिन सक्ने कुनै आइडियाहरू हिन्ट्सहरू भए? यस्तो हो, थोरै समय भन्ने अब यो सम्झिने अब त्यो एकैचोटि त सकिँदैन कसैले पनि, टाइम त लाग्छ नै, टाइम त दिनै पर्छ, पढ्नु पनि पर्छ। तर मेन भनेको चाहिँ अब आफ्नो अब मेहनत हो। अब होइन म जहाँ पनि जान चाहन्छु, जसरी नै यो नर्सिङ केयरमा चाहिँ काम गर्न चाहन्छु भन्नेहरूले त जसरी नै छोटो समयमा पास गरि नै हाल्छ होइन? अब होइन यस्तो ट्राई गरे मात्र हो भन्नेहरूको लागि चाहिँ अलिक गाह्रो नै हुन्छ। अब मेन भनेको चाहिँ अब यो छिटो भन्ने हुँदैन कि, राम्रोसँग समय लगाएर नै दिनुपर्छ टाइम चाहिँ। जस्तो तपाईँले चाहिँ त्यो बाहेक जस्तो अब जापानमा त अब छुट्टै एउटा माङ्गा भन्ने थाहा छ नि, कमिक्सहरूको कल्चरमा, त्यसबाट नि मान्छेहरूले ल्याङ्ग्वेजहरू पढिरहेको हुन्छन् होइन? अथवा चाहिँ ड्रामाहरू, जापानिज मुभीहरू होला। हजुरले भन्न खोज्नु भएको कुरा नि मैले बुझिसकेँ, एनिमेहरू लगाएर हेरेर। तर त्यस्तोमा चाहिँ कस्तो हुन्छ नि, त्यसमा चाहिँ कस्तो हुन्छ नि, हामीले यो पढ्ने फर्म भनेको चाहिँ अलि त्यही नै टाइपको हुन्छ, कस्तो नि फर्मल फर्मको हुन्छ। उनीहरूको त्यो एनिमेतिर चाहिँ अलिकति साथी भाइतिर बोल्ने जस्तो तर म भन्ने टाइपको चाहिँ हुन्छ। त्यही भएर त्यसमा चाहिँ अलिक बुझ्न गाह्रो हुन्छ कि, त्यही भएर सकेसम्म चाहिँ बुकबाट नै पढेको चाहिँ एकदम बेस्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। म पनि एनिमेहरू हेर्छु, तर एनिमेहरूमा चाहिँ कस्तो हुन्छ भने अब नर्मल कुरा हुँदैन कि त्यहाँनिर चाहिँ। अब हामीले भन्दाखेरि अब जस्तै के छ भने त नान देशका भनेर सोध्छौँ, उनीहरूको भन्दाखेरि चाहिँ नान्दा त्यस्तो टाइपकोहरू सोध्छ। अब बुझ्नलाई अलिक गाह्रो हुन्छ भन्न खोजौँ न। त्यही भएर सकेसम्म चाहिँ बुकबाट पढ्दाखेरि चाहिँ एकदम राम्रो हुन्छ। अनि अब ग्रामरहरू पनि उनीहरूले युज गर्दैन, त्यसले गर्दाखेरि चाहिँ एनिमेहरू भन्दा पनि बरु सकेसम्म गीतहरू चाहिँ ठिक हुन्छ होला। बरु गीतको चाहिँ लिरिक्सहरू टिपेर त्यस्तो गऱ्यो भने चाहिँ गीतमा चाहिँ अलिक राम्रो हुन्छ। तर एनिमेहरू मुभीहरूमा चाहिँ अलिकति डाइरेक्ट फर्म युज गर्ने भएकोले चाहिँ त्यसमा चाहिँ अलिकति कि त अब पहिला नै N3 N2 लेभलको छ भने चाहिँ हेर्दा हुन्छ, बुझ्छ पनि। तर अब सुरुमै त्यही गर्नुहुन्छ भने चाहिँ गाह्रो नै हुन्छ कि, त्यो मिक्स भएर आउँछ कि दिमागको दुइटै कुरा, यसमा त यस्तो भन्थ्यो, यसमा त यस्तो भन्थ्यो भन्ने हुन्छ। सकेसम्म चाहिँ बुकबाट आफूले मिनिङहरू धेरै, ग्रामर र मिनिङ सक्यो भने चाहिँ अब खान्जी भनेको चाहिँ अप्सनल राख्दाखेरि चाहिँ बेस्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। तपाईँले भन्न खोजेको चाहिँ नि पहिला अब ग्रामरहरू पनि ध्यान दिनु पऱ्यो, अनि एनिमे भन्दा पनि जापानिज सङहरू होइन, त्यसका लिरिक्सहरू चाहिँ नि यसो ध्यान दिएर पढ्न थाल्यो भने इन्ट्रेस्टहरू बढ्दै जान्छ। र त्यसले गर्दा जापानिज भाषाप्रति इन्ट्रेस्ट बढ्यो भने अटोमेटिक रूपमा यो अहिले जुन कामसँग सम्बन्धित कुराहरू पनि बुझ्नलाई सजिलो हुन्छ भनेर भन्नु खोज्नु भयो नि त? हजुर हजुर। धन्यवाद। हामीले धेरै धेरै कुराहरू सुन्नु पायौँ गालनजी, धन्यवाद। अध्ययन सामग्री र परीक्षाको सामग्री मात्र नभएर विभिन्न जानकारीको लागि जापान केयर वर्कर गाइड होम पेजमा जापान केयर वर्कर गाइड जानुहोस्। त्यहाँ धेरै भिडियोहरू पनि रहेका छन्। ती भिडियोहरू हेरेर धेरै ज्ञानहरू पनि लिन सकिनेछ। हाम्रो फेसबुक पेजमा पनि विभिन्न जानकारीहरू प्रकाशित गरेका छौँ, अवश्य हेर्नुहोस्।
साथै इन्स्टाग्राममा विदेशी नर्सिङ केयर कर्मचारीहरूको गतिविधिहरू पनि अवलोकन गर्न सकिनेछ। आजको अन्तिम फेरि एकपटक है त यो सेमिनारको संक्षेप गर्न चाहन्छु। नर्सिङ केयरको काम मानिसहरूबाट प्रशंसा र आभार प्राप्त गर्ने काम हो। निर्दिष्ट सिप भनेको आफ्नो देशमा सिप सिकेर जापानमा काम गर्नु हो। त्यसैले तलब धेरै हुन्छन् र तपाईले विभिन्न सहयोगहरू पनि प्राप्त गर्न सक्नुहुन्छ। जापानमा निर्दिष्ट सिपको विकास स्थिति अन्तर्गत काम गर्नको लागि परीक्षाहरू पनि पास हुन आवश्यक हुन्छ। पर्यटन, रेस्टुरेन्ट व्यवसाय र उत्पादन जस्ता धेरै व्यवसायहरू कोरोना भाइरसको समयमा प्रभावित भएका छन्। नर्सिङ केयर व्यवसाय पनि सङ्क्रमण नियन्त्रणमा उपायहरूका व्यस्त रहँदै आफ्नो दैनिक कामहरू कारबाहीहरू निरन्तर गरिरहेको छ। जापानमा बढ्दो ज्येष्ठ नागरिकहरूको सङ्ख्या लगायत विश्वभर ज्येष्ठ नागरिकहरूको सङ्ख्या बढ्दै जाँदा नर्सिङ केयर पेसा कहिले पनि कमी हुने छैन। तपाईले काम गर्ने नर्सिङ होम कम्पनी बन्द भए पनि एकचोटि तपाईले नर्सिङ हेरचाह सिपहरू प्राप्त गरेपछि नर्सिङ केयर सिपहरू कहिले पनि खेर जाँदैनन् र सधैँ महत्त्वपूर्ण भइरहनेछन्। हामीले अहिलेसम्म प्रस्तुत गरेका कुराहरू तपाईलाई कस्तो लाग्यो? अब म तपाईको प्रश्नहरूको जवाफ जापानमा सक्रिय नर्सिङ केयर मार्फत दिन चाहन्छु। आज हामीसँग नेपालका 2 स्कुलहरू आबद्ध भएका छन्, एउटा काठमाडौँ र एउटा पोखरा। काठमाडौँबाट हुनुहुन्छ युनिभर्सल ट्रेनिङ सेन्टर र साथै पोखराबाट हुनुहुन्छ JLCC जापान ल्याङ्ग्वेज कल्चर एन्ड सेन्टरबाट। नेपालका 2 स्कुललाई हामी प्रश्न सोधौँ है त। हरेक स्कुललाई 2-2वटा प्रश्न सोध्नेछौँ। काठमाडौँबाट युनिभर्सल ट्रेनिङ सेन्टर काठमाडौँ। अब हामी प्रश्न सोध्नेछौँ। तपाईँहरूको प्रश्न सुनौँ है त। काठमाडौँ। कोनिचिवा। कोनिचिवा, नमस्ते। हजुरको शुभ नाम भन्नुहोस् न। मेरो नाम चाहिँ निता श्रेष्ठ हो। मिता श्रेष्ठ? हजुर, निता श्रेष्ठ। निता श्रेष्ठ। हजुर हजुर हजुरले नेपाली भाषामा आफ्नो प्रश्न राख्नुहोस् न त। हजुर, मेरो प्रश्न यो छ कि मलाई लाग्छ त्यहाँ जापानमा केही नेपालीहरू छन् जो अहिले नर्सिङ केयरमा काम गरिरहेको छन्। नेपाल र नेपालीहरूले गरेको नर्सिङ केयरको कामलाई हेर्दा के जापानिज नागरिकहरू या सेन्टरहरूले नेपालीहरू नर्सिङ केयरको काम गर्न सक्छन् जस्तो लागेको छ कि छैन होला? धन्यवाद। प्रश्नको लागि धन्यवाद। Uemura-san. はい。今、ネパールのカトマンズの施設から学校から質問が入ったんですけれども、その、質問の内容自体が現時点では日本の施設で働いているたくさんのネパール人がいますが、その今までの経験上で言えば日本人または施設側から見ればネパール人がこの介護の仕事に向いているか向いてないか自分の経験が教えてほしいんですね。この質問でした。はい。ガランさん含めて外国人の、スタッフの方はとても明るくて頑張っているので向いてるかなと思います。ありがとうございます。उहाँको उत्तर के थियो भने उहाँले चाहिँ अब हाम्रो सँगै बस्नुभएका हाम्रो दिपेन्द्र गालनजी हुनुहुन्छ। उहाँको कामको अवस्था हेरेर पनि हैन उहाँहरू एकदमै मुइतेमास भनेको चाहिँ नि जापानमा भन्छ उहाँहरूको चाहिँ नि नेपालीहरू चाहिँ त्यो जुन केयर गिभरको रूपमा चाहिँ एकदमै फिट छन् भन्ने खालको चाहिँ नि उत्तर थियो उहाँको। अर्को प्रश्न कसैले सोध्नुहुन्छ काठमाडौँ? कोनिचिवा, नमस्कार। नमस्ते, हजुरको शुभ नाम? हजुर, मेरो नाम पासाङ लामु तामाङ। पासाङ लामु तामाङ। पासाङ लामु तामाङ। हजुरको प्रश्न राख्नुहोस् त नेपाली भाषामा। हजुर, मेरो प्रश्न चाहिँ
जापानमा चाहिँ 4वटा ऋतुहरू छन्, त्यसको बारेमा चाहिँ बताइदिनुहोस्। दिपेन्द्र साङजी बस्नु भएको ठाउँ चाहिँ न्यानो छ कि जाडो छ, बताइदिनुहोस्। धन्यवाद। गालनजी हजुर, उहाँको प्रश्न बुझ्नुभयो है, उत्तर दिनुहोस् त। एकदम एकदम। अब म बसेको ठाउँ होक्काइदो हो, जहाँ चाहिँ अब कस्तो भनौँ, अब 4वटै सिजन हुन्छ, सिजन अनुसार फरक पर्छ। जाडो महिनामा जाडो नै हुन्छ, धेरै जाडो हुन्छ। नेपालमा सोचेको भन्दा धेरै नै जाडो हुन्छ। गर्मी महिनामा पनि लगभग गर्मी नै हुन्छ, काठमाडौँभन्दा धेरै गर्मी हुन्छ। त्यहाँ होक्काइदोमा पनि 4वटा सिजन हुन्छन् र जाडोमा चाहिँ एकदमै जाडो हुन्छ, गर्मीमा चाहिँ फेरि काठमाडौँभन्दा पनि गर्मी हुने। जाडोमा कतिसम्म पुग्छ त्यहाँको तापक्रम र गर्मीमा कतिसम्म पुग्छ तपाईँलाई अनुभव छ? गर्मीमा 30-35 सम्म पुग्छ होला, अनि जाडोमा -30 पुग्छ होला सायद। अब अहिलेसम्म -20-25 सम्म त थाहा, 30 सम्म चाहिँ पुग्छ जस्तो लागेको छ। अनि यसमा चाहिँ जाडो महिना चाहिँ धेरै लामो हुन्छ। जाडो ऋतु चाहिँ हाम्रो चाहिँ लगभग 5-6 महिनाको चाहिँ जाडो महिना नै हुन्छ कि। अब अहिले हिउँ परिरहेछ, हिउँ पुरै जमेको छ, 5 महिना जस्तो हिउँ नै हुन्छ। अनि त्यहाँबाट फेरि हिउँ परिसकेपछि त एकदम राम्रो छ। त्यस्तो गर्मी धेरै लामो हुँदैन, 1-2 हप्ता मात्र हो। गर्मी चाहिँ 1-2 हप्ता हुन्छ, तर 5-6 महिना चाहिँ जाडो हुन्छ। हजुर हजुर। अहिले कति छ त्यहाँको तापक्रम? आजको अहिले दिउँसोको चाहिँ त्यस्तो धेरै हुँदैन। राति अब 5 बज्न लाग्यो भनेपछि अब -10, -11, -12 होला अहिले। -10, -11, -12तिर। बेलुकासम्ममा -19 सम्म पुग्छ होला आज। राति चाहिँ -19 हुन्छ। हुन्छ। अब तपाईँले सुन्नुभयो होला होइन, अब 5-6 महिना जाडो हुन्छ। त्यही भएर अघि नै त्यहाँ भन्नुभएको थियो नि, हाम्रो उइमेरा चानले चाहिँ नेपाली स्टाफहरू लिएर चाहिँ नि यो रिउ हेर्न जान्छु भनेको, आइस बग्लो हेर्न जान्छु। त्यही भएर नै हो, किनकि त्यहाँ चाहिँ नि तर यस्तो पनि छ, बिचमा हजुर कुरा काटेँ। तर हामीले सोद्धाखेरि चाहिँ त्यस्तो 19-20 छ। तर कस्तो हुन्छ नि, हामी प्रायः घरभित्रै हुन्छ कि, त्यस्तो बाहिर पनि हिँड्दैन। अनि त्यही बाहिर हिँड्ने भनेको त्यही आधा घन्टा जस्तो हुन्छ। त्यही भएर त्यस्तो जाडो धेरै भएको जस्तो महसुस हुँदैन कि। काम पनि भित्रै हुन्छ, भित्रकै टेम्परेचर हुन्छ। अनि अब रुममा पनि त अब एसीहरू, हिटरहरू सबै भइहाल्छ। अनि अब पसलै गए पनि अब पसलभित्र सबै भइहाल्छ। बसमा चढेपछि बसमा पनि एसी भइहाल्छ, ट्याक्सी चढे ट्याक्सीमा एसी भइहाल्छ। जस्तै अब बाहिर हुँदाखेरि अलि एकछिन जाडो भयो, त्यस्तो बरु काठमाडौँमा धेरै जाडो भएको जस्तो फिलिङ हुन्छ। यहाँनिर त्यस्तो फिलिङ चाहिँ हुँदैन। तर जाडो चाहिँ बाहिर चाहिँ जाडो हुन्छ, बाहिरै घुमिरहने भए चाहिँ जाडो भयो। अनि त्यही भएर अनि अब काममै आएपछि, काममा धेरै लाग्ने भएपछि त्यस्तो खासै हुँदैन। अब काम पनि नजिकै छ, घरबाट नजिकै भएपछि अब 5-10 मिनटमा त के जाडो फिलिङ हुन्छ र। हजुर हजुर, त्यही हो कुरा चाहिँ। अब म अर्को प्रश्न हाम्रो नेपालको पोखरामा भएको इन्स्टिच्युट JLCCले सोध्न जाँदैछु। पोखरा JLCC सन्चै हुनुहुन्छ? मेरो आवाज सुन्नुभएको छ? सन्चै हुनुहुन्छ? अब म तपाईँहरूलाई होइन प्रश्न सोध्न जाँदैछु। आफ्नो एउटा यसो प्रश्नहरू कहिले पहिला सोध्नुहुन्छ? हजुरको शुभ नाम? हजुर गुरुङजी, के छ तपाईँको प्रश्न? मेरो प्रश्न छ कि निबन्नो ल्याउँदै नेपालो जिन्तो हुक्कानो कुनिनो मितोता चाहिँ इस्योनी सुनिमाग्छ। तपाईँको यो प्रश्न कसको लागि होला? गालनजीलाई हो? हजुर हजुर गालनजी, बुझ्नुभयो नि, नेपालमा भाषा पढाउनु भएको छ, तर उहाँले जापानिज भाषामा गाम्बात्य गर्नु भएको छ नि। बुझेँ मैले। अनि सिचुमोनको इतो बुझ्नुभयो नि, भनेको सिचुमोनको यो अर्थ बुझ्नुभयो? जस्तै अब रेउमा चाहिँ होस्टेलमा बस्दाखेरि चाहिँ हजुर नेपालीसँगै बसिन्छ कि अरू देशको मान्छेसँग बस्नुपर्छ भन्ने कुरा होला। हजुर हजुर, त्यही हो क्वेसन, त्यही नै थियो। भनिदिनुहोस् त के छ उत्तर? अब यस्तो हो, त्यसमा चाहिँ आफ्नो मन लाग्दियो, आफै बाहिर रुम लिएर बस्छु, म एक्लै बस्छु भन्न पनि पाइन्छ। अब यो यसको यो होस्टेलमै बस्नुपर्छ भन्ने कुनै त्यो कम्पनीले त्यो कन्ट्र्याक्ट गरेको हुँदैन।
कम्पनीले चाहिँ तपाईँहरूको चाहिँ अब आउँदाखेरि कहाँ रुम खोज्ने के हो भनेर सुरुमा चाहिँ तपाईँहरूको लागि रुम अलाउड गरिदिन्छ, त्यति मात्र हो। अनि रेव भनेको चाहिँ धेरै टाइपको हुन्छ, कस्तो अब कुनैमा चाहिँ अब 4-5 जना एउटै रुममा बस्ने खालको हुन्छ होइन, अनि कुनै चाहिँ अब 2 जना मात्र बस्ने हुन्छ, त्यो हेरी हुन्छ। अनि तर हाम्रो यो कम्पनीमा चाहिँ कस्तो छ भने अनि रुम चाहिँ सबैको अलग अलगै हो। अनि तर अनि 2टा छ क्या होस्टेल, यता र उता छ। अनि उताबाट 2 जना बस्ने अनि किचन एउटा भएको छ। हजुर अनि उनीहरू चाहिँ एउटै देशको हो सबैजना। हजुर अनि यता अर्को ठाउँमा चाहिँ कस्तो छ भने अनि त्यहाँ चाहिँ 4वटा रुम भएको, तर किचन चाहिँ एउटा मात्र छुट्टै हो कि। किचन मात्र छुट्टै हो, रुम आफ्नो आफ्नो पर्सनल हो क्या किचनमा। अनि त्यही अनुसार अब आफूले उसले पकाइरहेको बेला आफू गएर डिस्टर्ब गरिदिनु भएन, आफू पकाइरहेको बेला ऊ आउँदैन, त्यही अनुसार बस्ने हो। अनि त्यो होस्टेलको त केही प्रब्लम नै हुँदैन कि, हजुरको आफ्नो मन लाग्थ्यो कि अब होइन यहाँ सस्तो छ यहाँ बस्छु भन्ने हो भने बस्दा भयो होइन। अब होइन अनि तर मेन भनेको चाहिँ त्यस्तो विदेशीसँग प्राय सकेसम्म राख्दैनन् कि उनीहरूले पनि। अर्काको देशसँग त्यो कस्तो हुन्छ भने नि अब मिल्दैन नि त, मन मिल्दैन नि त, यिनीहरू पनि त्यस्तो सोध्छन्। सकेसम्म सँगै राख्दैन। अब त्यस्तै परिआएको अवस्था भयो भने चाहिँ अर्को देशसँग राख्ने चान्स चाहिँ हुन्छ हुन चाहिँ, तर सकेसम्म अर्को देशसँग राख्दैनन्। अनि तपाईँ अहिले एक्लै बस्नुहुन्छ कि अरूसँग रुम सेयर गरेर बस्नु भएको छ? मेरो बस्ने ठाउँमा चाहिँ 4वटा रुम छ, जुनमा चाहिँ एउटामा चाहिँ भेटनामी छ। अनि पहिला चाहिँ 2 जना अर्को नेपाल थियो, उनीहरू चाहिँ अहिले 1 जना नेपाल फर्कियो, अनि अर्को गुम्बा केनमा गएको छ। गर्दाखेरि म चाहिँ अहिले एक्लै बस्छु। ए भनेपछि रुम चाहिँ छुट्टा छुट्टै हुन्छ? सबैको रुम छुट्टा छुट्टै छ। एउटै रुममा अहिलेसम्म तपाईँले विदेशीहरूसँग बस्नु परेको छैन? छैन, त्यस्तो त कहाँ अर्काको देशसँग मान्छेसँग रुम सेयर गर्ने कुरै हुँदैन नि। बुझ्नुभयो त? त्यस्तो हुँदैन। बुझ्नुभयो? はい、先生。わかりました。 अब अर्को प्रश्न कसले सोध्नुहुन्छ? はい、先生。 नमस्ते, हजुरको शुभ नाम? कर्मगौरी先生。 हजुर कर्मगौरी। कर्मजी, हजुरको प्रश्न भन्नुहोस् त। 海外の生活は不安です。それをなくすために自分はどうすればいいですか? फुवाङ्गा आरेबा सुरु खाइस सुरु त दोही फनी खाइस सुरु भाइ देशका कसले दिनुहुन्छ यो उत्तर? जसले दिँदा नि हुन्छ। ओइमुरा सानो नेपाल जुन इमा बेंक्यो बखारी न गाक्सेगा निहोंगो दे सुगो गाम्बाते सिचमुन सारेता तमैमा का सिचमुन इतो ते वखारी बता देशका गालनजी तपाईले बुझ्नु भयो नि प्रश्नलाई? बुझ्यो बुझ्यो। भन्नुहोस् त के हो तपाईको चाहिँ कुनै एउटा चाहिँ त्यहाँ उदासीनता कुनै पीर चिन्ता छ भने त्यसलाई कसरी तपाईले गर्नुभयो? सिम्पाइका अर्थ त दोस्रे भाइ देशका त गालन सान तपाईले भनिदिनुस् न, गालनजीले भन्दा हुन्छ। त्यस्तो त्यस्तो फुवान भनेको त अब कस्तो खालको फुवानमा भर पर्छ। अब आफ्नै पर्सनल कसैसँग सेयर गर्न नमिल्ने खालको फुवान छ भने चाहिँ त अब कसैले पनि केही गर्न सकिँदैन। अब जस्तै त्यहाँ अब रुममा यो भएन त्यो भएन भन्ने कुराहरूमा चाहिँ अब जस्तै रुममा अब एउटा टिभी भइदिए राम्रो हुन्थ्यो होइन। अब जस्तै कामसम्म जानलाई टाढा पर्यो, अब अलिकति नजिक भए। हजुर के सम्बन्धी भन्नुभयो? बुङका सम्बन्धी भन्नुभयो? कल्चर सम्बन्धी? कल्चर सम्बन्धी त्यस्तो खासै प्रब्लम पर्दैन जस्तो लाग्छ मलाई, किनभने जापानमा पनि वेस्टर्न कल्चर धेरै आइसकेको छ। अनि नेपालमा जस्तै जस्तै हो, त्यस्तो केही प्रब्लम पर्दैन। बुक्का भनेको त अब त्यो महँगो सस्तोहरूमा त छुट्टै होला। अब बुङ्का भन्नुभयो कि बुक्का भन्नुभयो? तपाईले नेपालीमा प्रश्न सोध्नुहोस् न कर्मजी। होइन तपाईको अहिले म विदेशमा काम गर्न चाहन्छु तर विदेश लाइफसँग धेरै डर लाग्छ, के गर्दा राम्रो हुन्छ भन्ने क्वेसन हो। त्यही त अहिले गालनजीले भनेको उत्तर सुन्नुभयो। त्यस्तो केही चिन्ता पिरहरू केही पनि हुँदैन होइन। अब यहाँ पनि अब आफ्नो संस्कृतिहरू भयो भने विदेशी संस्कृतिहरूलाई पनि उनीहरूले रेस्पेक्ट गर्छन्, त्यस्तो कुनै पनि समस्या छैन भन्नुभयो। बुझ्नुभयो उहाँ गालनजीले भनेको तपाईँलाई बुझ्नुभयो?
अनि गालनजी जस्तो अब हाम्रो कर्मजीले चाहिँ नि होइन अब एउटा देशमा बसेको मान्छे अप्पर झट अर्को देशमा जाँदाखेरि त्यो अलिकति तपाईँले अघि फुवान भन्नुभयो नि त्यो चिन्ता एक प्रकार चाहिँ अनसिन प्रब्लम हो नि त होइन त्यसलाई चाहिँ नि ऐसँग तपाईँको कुनै अनुभव छ र त्यसलाई तपाईँले कसरी चाहिँ नि एक प्रकारले ट्याकल गर्नुभयो? यस्तो हुन्छ मेरोमा चाहिँ कस्तो भने मसँग आएको थुप्रै नेपालीहरू थिए म एक्लै आएको होइन गर्दाखेरि चाहिँ साथी भएपछि साथी अब सँगै आएको सँगै एउटै प्रब्लम पर्यो नि त दुवैजनालाई हजुर हजुर गर्दाखेरि कुरा सेयर गर्दाखेरि कुरा मिल्यो भनौँ न अब कुरा सेयर गर्दै जाँदाखेरि अब कुरा मिलिन्छ अनि अब घरतिर अब यस्तो पनि हुन्छ अब कस्तो हुन्छ नि घरमा फोन गर्ने मान्छे भइरह्यो भने अनि त्यो कस्तो हुन्छ नि घरतिर बोलिरहेपछि यही त छ नि जस्तो एउटा फिलिङ पनि आउँछ कि हजुर हजुर कन्ट्याक्ट चाहिँ गर्न सक्नु पर्ने भयो अब केटा मान्छेहरूलाई त झन् सजिलो हुन्छ कि गर्लफ्रेन्ड सलफ्रेन्ड छ भने 24 घन्टा बोल्दा नि भयो हजुर अलिकति त्यो त्यही हो मेन भनेको चाहिँ एक्लो पछि फिट हुन्छ आउने बेला अनि अब नयाँ ठाउँ सबै कुरा नयाँ नयाँ हुन्छ तर त्यस्तो बेलामा अब आफूभन्दा सेम्पाई हुन्छ नि जस्तै यहीँ यो कम्पनीमा आयो भने म हुन्छु म अहिले अब यहाँनिर यहाँ गएर यसरी साइकल किन्नुपर्छ भनेर सिकाउँछु धेरै कुराहरू सेम्पाईहरूले सिकाइदिनु हुन्छ कि अब जस्तै जुन ठाउँमा गयो भने एकजना नेपाली भइहाल्छ अभियसली त्यो नेपालीले अब सिकाइदिन्छन् कि सबैहरू कसरी बाँध्ने कसरी ट्रेन चढ्ने अब नेपालीले बल्ल बल्ल पाएको भन्ने हुन्छ सबै कुरा सिकाइदिन्छन् कि राम्ररी टेन्सनै लिनु पर्दैन त्यस्तो कुराहरूको लागि अब अलिअलि मनमा त टेन्सन भइहाल्छ अब घरतिर त पिरसिर हुन्छ अब त्यही हो अब घरतिर अब अहिलेको जमानामा भिडियो कलहरू भइहाल्छ फोनसोन गर्दाखेरि अब मन हल्का भइहाल्छ नि उहाँले कर्मजीले बुझ्नुभयो नि दुईवटा कुरालाई ध्यान दिनु पऱ्यो होइन जस्तो अब चाहिँ तपाईँ यहाँ आउनुभयो भने तपाईँभन्दा सिनियर सेम्पाई भन्छ त्यसलाई सिनियरहरूसँग समस्या पर्दा सरसल्लाह लिने उहाँले सबै सिकाइदिनुहुन्छ कहाँ जाने के गर्ने कसरी गर्ने सबै कुरा सिकाइदिनुहुन्छ अनि अर्को चाहिँ आफ्नो चाहिँ फ्यामिलीसँग चाहिँ कम्युनिकेसन गर्ने त्यो दुईवटा कुरालाई ध्यान दियो भने चाहिँ तपाईँले चाहिँ जस्तोसुकै नयाँ देशमा गएर पनि कुनै समस्या पर्दैन र गालनजी जुन अहिले सेन्टरमा काम गर्नुहुन्छ उहाँ जानुभयो भन्दा चाहिँ गालनजीले सबै हेल्प गर्नुहुन्छ भन्ने कुरा हो बुझ्नुभयो अब हामी पोखरामा अर्को क्वेसन तपाईँसँग क्वेसन छ र अर्को हजुर ओके धन्यवाद पोखरा काठमाडौँ आरिगातो गोजाइमास प्रश्नको लागि धन्यवाद तपाईँहरूलाई धेरै धेरै धन्यवाद अब प्रश्नोत्तरको अवधि पनि समाप्त हुन्छ कृपया थप जानकारीको लागि अघिको जापान केयर वर्कर गाइडको वेबसाइट पनि हेर्नु है त लामो समयसम्म हामीलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ अन्तमा म आजका सहभागीहरूबाट मेसेज पनि लिन चाहन्छु योभन्दा पहिले गालनजी तपाईँसँग कुनै अन्तमा कुनै मेसेज छ अब त्यस्तो मेसेज त के भन्नु अब राम्ररी एक्जाम दिनुहोस् पास गरेर अब सकेसम्म अब यतै किताबीतिर पनि आउनुहोस् राम्रो छ यहाँ पनि कमाइ राम्रो छ अब सबैजना कमाइकै लागि आउने हो राम्ररी सकेसम्म पास गरेर पढेर आउनुहोस् अनि त्यसपछि अब पछि अब अहिले फ्यामिली ल्याउन पाउँदैन भने छ तर 3 वर्षमा एक्जाम दिन पाउँछ सबैले त्यो एक्जाम पास गर्यो भने हजुरहरू लामो समयसम्म जापान पनि बस्न पाउनुहुन्छ र फ्यामिली पनि ल्याउन पाउनुहुन्छ त्यही भएर मेहनत गरेर आउनुहोस् अब त्यही हो अरू त के छ र धन्यवाद उइमुरा सान はい。長い間付き合ってくれてありがとうございます。最後のメッセージとして何かありますでしょうか。皆さんが来るのを待ってます。ありがとうございます。उहाँको मेसेज चाहिँ नि होइन अब तपाईँहरू अहिले नेपालमा काठमाडौँ या पोखरामा बसेर पढिरहनु भएको छ तपाईँहरूले चाहिँ नि यो नर्सिङ केयर वर्करको रूपमा आउने कुराहरू चाहिँ उहाँले चाहिँ एकदमै वेटिङ गरिरहनु भएको छ है त राम्रोसँग पढ्नुहोस् आज धेरै समयसम्म सेमिनारमा सुन्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद छ जापानमा काम गर्दा यसले तपाईँलाई उत्कृष्ट अनुभव दिनेछ हामी तपाईँहरू सबैलाई जापानमा भेट्ने कुरा आशा गरिरहेका छौँ यदि तपाईँलाई जापानमा काम गर्ने इच्छा छ भने
जापानमा काम गर्ने सङ्ख्या घट्दै गएको र जापान सरकारले यसमा सहयोग गरिरहेको हुनाले अब तपाईँले यो मौका नछुटाउनुहोला। यो मौका अवश्य तपाईँहरूको लागि हो। चुनौती अवश्य छ, तर सधैँभरि चुनौतीलाई प्रयास गर्नुहोला है त। आजको समयको लागि धन्यवाद सबैलाई। अब जापानमा भेटौँ है त सबैजनालाई। बाई बाई।